म्याच चाहिँ क्रिकेटको म्याचमा अल्झिरहनु भएको छ होला, तैपनि हामी बिस्तारै सुरु गरौँ। आज हामी पहिलो च्याप्टर जुन हाम्रो नायब सुब्बाको करिकुलम छ, करिकुलमको फर्स्ट च्याप्टर, थर्ड खण्डको फर्स्ट च्याप्टर चाहिँ जुन 3.1 खण्ड छ, 3.1 खण्डको चौथो खण्ड कार्यालयमा व्यवस्थापन सूचना प्रणालीको आवश्यकता र महत्त्व भन्ने चाहिँ टाइटलको चाहिँ टपिकलाई लिएर म आएको छु। अब साथीहरूले केही जिज्ञासा भयो भने ट्याक्क च्याट बक्समा राख्नु होला, म लास्टमा भनिहाल्छु है त। ल सुरु गरौँ। अब कार्यालयमा व्यवस्थापन सूचना प्रणाली भनेको छ हैन। हामीले कार्यालयमा यो टपिक भरि हामी के पढ्यौँ त भन्दा कार्यालय व्यवस्थापन भनेर पढ्यौँ हैन। सधैँ कार्यालय व्यवस्थापन भनेका छौँ, अभिलेख व्यवस्थापन भनेका छौँ, जेमा पनि व्यवस्थापन आएको छ भनिसके पछाडि अहिले यो सूचना प्रणाली भनेको पनि त्यहीसँग सम्बन्धित विषय हो। कार्यालय व्यवस्थापनमा अब सूचनाहरूलाई कसरी म्यानेज गर्ने भन्ने सिस्टम हो। जस्तो सूचना भन्ने बित्तिकै हामीले के भनेका छौँ, तथ्याङ्क हुन सक्छ, सूचना चिठी पत्र हुन सक्छ, हेर्नुहोस् जानकारी हुन सक्छ हैन, धेरै कुराहरू चाहिँ हुन सक्छ है। त्यो सूचनाहरूलाई चाहिँ कसरी म्यानेज गर्ने भनेर चाहिँ अब त्यो सूचनाहरू चाहिँ कार्यालयमा धेरै सूचनाहरू आउँछ, कार्यालयहरूमा आएको सूचनाहरू, कार्यालयहरूमा आएको त्यो चिठी पत्रहरूको लाई चाहिँ कसरी हामीले प्रशोधन गरेर त्यसलाई फाइनल रूप दिने अथवा त्यसलाई जवाफ दिने हैन, त्यो कुराको विषय चाहिँ व्यवस्थापन सूचना प्रणालीभित्र आउँछ। यसले के भन्छ त भन्दाखेरिमा सरसर्ती रूपमा जाउँ, व्यवस्थापन भनेको म्यानेजमेन्ट जुन बोर्ड छ कार्यालयको, जुन चाहिँ म्यानेजर रोलमा बसेका हुन्छन्, माथि बसेका हुन्छन् हो, त्यो व्यवस्थापनलाई कुशल रूपमा सञ्चालन गर्नको लागि हैन, त्यो व्यवस्थापनले के गर्नु पर्यो, सबै कुरा चाहिँ के गर्नु पर्यो। अफिसमा त के हुन्छ, म्यान हुन्छ, टेक्नोलोजी हुन्छ, मनी हुन्छ भनेर बिहान हामीले हिजो पढाएको छौँ नि त हैन। धेरै चिज हुन्छ, त्यो धेरै चिजलाई चाहिँ म्यानेज गर्नलाई कुशल रूपमा हैन सञ्चालन गर्नको लागि चाहिँ आवश्यक पर्ने सूचनाहरू व्यवस्थित गर्ने प्रणालीलाई चाहिँ हामी व्यवस्थापन सूचना प्रणाली भन्दो रहेछौँ है। त्यो सूचनाहरूलाई व्यवस्थित गर्ने भन्ने बित्तिकै जस्तो फर इक्जाम्पल जिल्ला प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयमा नागरिकताको डाटा हैन, नागरिकता लिने मान्छे आउने त के हुन्छन्, धेरै मान्छे आउँछन् नागरिकता लिनलाई त, प्रत्येक दिन फरक फरक मान्छे आउँछन्, फरक फरक पालिका कहाँ आउँछन्, फरक फरक ओडा कहाँ आउँछन् हो कि होइन। भनेपछि ती भनेका तथ्याङ्क भए अथवा ती भनेका सूचना भए। अब ती सूचनाहरूलाई चाहिँ अब त्यसलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि ट्याक्क खोज्ने बित्तिकै हामीले पाउने गरी चाहिँ राख्छौँ भनेको छौँ। हामीले के अरे अभिलेख व्यवस्थापन पनि भनेको छौँ नि त, ट्याक्क खोजेको समयमा तुरन्त प्राप्त गर्न मिल्ने गरी भनेका थियौँ नि त। हो त्यस्तै गरी अब सूचनालाई पनि हामीले ट्याक्क वान क्लिक गर्ने बित्तिकै फेला पार्न मिल्ने गरी चाहिँ बनाउनु पर्यो, म्यानेज गर्नु पर्यो। हो त्यसलाई भन्छौँ हामी व्यवस्थापन सूचना प्रणाली। सङ्गठनको लक्ष्य प्राप्तिका लागि सूचनाको सङ्कलन, प्रशोधन र वितरण गर्ने विधि। हेर्नुहोस् त के गर्ने भन्छ भन्दा सूचना चाहिँ के गर्नु पर्यो रे, तथ्याङ्क चाहिँ भन्दाखेरि तथ्याङ्क चाहिँ हेर्नुहोस् है, सङ्कलन गर्ने। सङ्कलन गर्ने भनेको इक्जाम्पल सम्झिनुहोस् त, सिडिओ कार्यालयमा चाहिँ के गर्नु पर्यो, अन्तबाट आएका जुन जुन के अरे पालिकाहरू ओडा कार्यालयहरूबाट चाहिँ आउँछ नि त नागरिकताको सिफारिस आउँछ नि, हो सिफारिसहरूको सङ्कलन भयो, सिफारिसहरूको सङ्कलन भयो है। हेर्नुहोस् है, फर्स्टमा धेरैपट्टिबाट सिफारिसहरू आउँछन्, अब त्यसलाई प्रशोधन गर्नु पर्यो। प्रशोधन भनेको के त भन्दाखेरिमा त्यो सिफारिसहरू कति मिलेका छन्, मिलेका जतिलाई नागरिकता दिन मिल्छ कि मिल्दैन, नमिलेको हो भने के नमिलेको हो भनेर, हो त्यस्तो खालको क्या प्रशोधन भनेको। उद्योगमा जसरी चाहिँ हामीले के गर्छौँ, कागज बनाउनको लागि पराल घाँस पराललाई चाहिँ लिएर गएर केमिकलमा पानीमा हालेर त्यसलाई चाहिँ मिक्स माक्स गर्छौँ नि त, हो त्यही भनेको प्रशोधन भनेको चाहिँ है। सूचनाहरूलाई प्रशोधन गर्ने अनि त्यसलाई वितरण गर्ने भनेको। अब नागरिकताको हकमा चाहिँ नागरिकता दिन मिल्ने भए नागरिकता दिने, नागरिकता दिन नमिल्ने भए तपाईँको यो कारणले नागरिकता दिन मिलेन भनेर उनीहरूलाई जानकारी गर्नु पर्यो। अथवा हामीले यतिवटा नागरिकता बाँड्यौँ भनेर के गर्नु पर्यो, गृह मन्त्रालयमा खबर गर्नु पर्यो, हो कि होइन भन्नुहोस् त। हो यो हिसाबले चाहिँ हामीले यतिसम्मका कुराहरू गर्छौँ भने त्यसलाई सबैलाई एउटै विधिमा समेट्छौँ भने त्यसलाई चाहिँ हामी व्यवस्थापन सूचना प्रणाली भन्दा रहेछौँ है त।
निर्णय प्रक्रियालाई तथ्यपरक बनाउन, तथ्याङ्कलाई सूचनामा बदल्ने माध्यम। ले हेर्नुहोस् त, जस्तै एउटा सानो उदाहरण हेरौँ है त। तपाईँको अब काठमाडौँ भ्याली भरिमा कतिवटा गाडी छन्, कतिवटा बाइक छन्, अथवा गाडी हामीलाई बाटो कति फराकिलो चाहिन्छ भनेर खोज्नको लागि त हामीलाई के चाहिन्छ त भन्दाखेरि त्यसलाई त सुरुमा त हामीलाई त प्रत्येक वर्ष कतिवटा नयाँ के अरे सवारी दर्ता हुँदा रहेछन्, कति नवीकरण हुँदा रहेछन् भनेर ती तथ्याङ्कहरू चाहिन्छ नि त हामीलाई, हो कि होइन? तथ्याङ्कहरू चाहिन्छ। अथवा 20 वर्षे पोलिसी बनाएर चाहिँ हामीले 20 वर्षभन्दा पुराना सवारी साधन चल्न नदिने भनेर हामीले नीति बनाउँछौँ नि, निर्णय गर्छौँ नि, हो त्यो गर्नलाई चाहिँ हामीलाई ती खालका तथ्याङ्कहरू चाहिन्छ। त्यो तथ्याङ्कलाई चाहिँ हामीले इन्फर्मेसनको रूपमा चाहिँ बदल्नको लागि पनि हामीलाई के चाहिन्छ त भन्दाखेरिमा यो व्यवस्थापन सूचना प्रणाली चाहिन्छ भनेको है। मानिस, प्रविधि र सङ्गठनको त्रिवेणी अथवा संयोगको रूपमा चाहिँ हामीले व्यवस्थापन सूचना प्रणालीलाई लिन्छौँ। व्यवस्थापन सूचना प्रणाली भनेको एउटा यो प्रणाली हो, त्यो प्रणाली चलाउनका लागि मान्छे चाहिन्छ होइन? त्यो प्रणाली चलाउनका लागि प्रविधि टेक्नोलोजी चाहिन्छ। अनि त्यो प्रविधि कहाँ चलाउने त भन्दा सङ्गठनमा चलाउने हो। त्यही हिसाबले चाहिँ हामीले यी तीनटा पक्षहरूको चाहिँ के हुनु पर्यो, सङ्गम हुनु पर्यो, बल्ल चाहिँ व्यवस्थापन सूचना प्रणाली चाहिँ बन्छ भनेको है। त्यसपछि व्यवस्थापकलाई योजना तर्जुमा, निर्देशन र नियन्त्रण गर्न सघाउने आधुनिक औजारको रूपमा हामीले व्यवस्थापन सूचना प्रणालीलाई लिन्छौँ है साथीहरू। हेर्नुहोस् त के भन्यो त, व्यवस्थापकलाई योजना तर्जुमा गर्नलाई अब हामी के गर्ने, कहाँ कहाँ गर्ने। जस्तै नेपालको अहिलेको हामीले पोलिसी फर्मुलेसन अथवा बजेट फर्मुलेसन हेर्ने हो भने भौतिक पूर्वाधार विकास मन्त्रालयले चाहिँ के गर्नु पर्यो त भन्दा सडक सञ्जालको अवस्था कस्तो छ देशभरि, कुन प्रदेशमा कस्तो किसिमको चाहिँ सडक सञ्जाल पुगेको छ होइन, कालोपत्रे कति छ अनि अर्ध कालोपत्रे कति छ, हो त्यो किसिमबाट चाहिँ अब अर्को वर्ष कति बजेट हाल्ने भनेर पनि योजना तर्जुमा गर्नलाई पनि त्यो चाहिँदो रहेछ। अनि कहाँ कहाँ कस्तो किसिमले काम गर्ने भनेर निर्देशन दिनलाई पनि त्यो चाहिँदो रहेछ। अनि नियन्त्रण गर्नका लागि पनि त्यो चाहिँदो रहेछ। हेर्नुहोस् है त, त्यो हिसाबले चाहिँ हामीले के गर्छौँ त भन्दाखेरिमा व्यवस्थापन सूचना प्रणालीको चाहिँ प्रयोग गर्छौँ त्यसको लागि है। त्यो चाहिँ एउटा औजारको रूपमा, टुल्सको रूपमा चाहिँ हामीले व्यवस्थापन सूचना प्रणालीलाई प्रयोग गर्छौँ। कच्चा तथ्याङ्कलाई अर्थपूर्ण जानकारीमा रूपान्तरण गर्ने वैज्ञानिक प्रक्रियालाई नै के भनिन्छ त भन्दा MIS भनिन्छ। हेर्नुहोस् त, कच्चा तथ्याङ्क जस्तो हामीलाई गाउँमा कस्ता कस्ता उमेरका कस्ता कस्ता मान्छे छन् भनेर हामीले सुरुमा कच्चा तथ्याङ्क बनाउँछौँ। अनि बल्ल चाहिँ हामीले सोसल सेक्युरिटी अथवा सामाजिक सुरक्षा भत्ता बाँड्ने मान्छे थाहा हुन्छ, अथवा स्वास्थ्य बिमामा को आबद्ध छन् त्यसपछि थाहा हुन्छ, होइन त? हो त्यही भएर जुन हामीले र डाटा चाहिँ कलेक्सन गरेका हुन्छौँ, हो त्यो र डाटालाई चाहिँ अर्थपूर्ण जानकारी भनेको अरू चिजमा पनि प्रयोग गर्न मिल्ने गरी चाहिँ बनाउनको लागि चाहिँ हामीलाई त्यो साइन्टिफिक मेथड, जुन साइन्टिफिक प्रोसेस छ, त्यो साइन्टिफिक प्रोसेसलाई चाहिँ हामी व्यवस्थापन सूचना प्रणाली भनेर चिन्छौँ है त। कार्यालयको नर्भस सिस्टम अथवा स्नायु प्रणाली भन्नुहोस् त, हाम्रो नर्भस सिस्टम अथवा हाम्रो जुन चाहिँ स्नायु प्रणाली छ भने हाम्रो स्नायु प्रणालीले काम गरेन भने हाम्रो जीव चल्न सक्छ त? चल्दैन नि त। जस्तो तपाईँहरूलाई थाहा छ होला, नर्भस सिस्टम भनेको हाम्रो दिमागसँग सम्बन्धित छ, दिमागबाट स्पाइनलसँग जोडिएको हुन्छ। अलिकति स्पाइनमा अलिकति हुने बित्तिकै हाम्रो चाहिँ दिमागले चाहिँ खलबलिन्छ। त्यसरी नै MISमा पनि सानो MIS नहुनाले अथवा MISमा भएको कमजोरीले गर्दाखेरि चाहिँ कार्यालयको सम्पूर्ण सिस्टम नै के हुन्छ, धराशायी हुन्छ भनेर हामीले भन्न सक्छौँ है। ल हेर्नुहोस् त, सङ्गठनको आन्तरिक र बाह्य वातावरणबाट सूचना ग्रहण गर्ने, हेर्नुहोस् त, सूचना ग्रहण गर्ने माध्यमको रूपमा के हुँदो रहेछ त, व्यवस्थापन सूचना प्रणालीलाई लिँदो रहेछौँ हामीले। सूचना प्रणाली हेर्नुहोस् है, सूचना प्रणाली भन्ने बित्तिकै सूचना ग्रहण गर्ने सुरुमा होइन, पहिला त के चाहियो, इनपुट हुनु पर्यो नि त होइन। हामीले पछि पढ्छौँ हामीले त्यसमा इनपुट, प्रोसेस अनि आउटपुट। हेर्नुहोस् है, यति कुरा ध्यान दिनुपर्छ हामीले। कम्प्युटरमा यही हुन्छ नि होइन, कम्प्युटर हो व्यवस्थापन सूचना प्रणाली भनेको। हामीले लगभग यही इनपुट, प्रोसेस, आउटपुटको रूपमा चाहिँ हामीले यो के अरे कम्प्युटर प्रणालीकै रूपमा हामीले यसलाई चाहिँ लिन सक्छौँ। सङ्गठनमा जहाँबाट भए पनि, सङ्गठन चाहे सङ्गठन भित्रबाट होस् चाहे सङ्गठन बाहिरबाट होस्, धेरैभन्दा धेरै इन्फर्मेसन ग्यादर गर्ने सिस्टमलाई पनि हामी व्यवस्थापन सूचना प्रणाली भन्छौँ है। भूतकालको अभिलेख
वर्तमानको अवस्था र भविष्यको प्रक्षेपण गर्ने क्षमता भएको। हेर्नुहोस् त प्रणाली के रहेछ भनेको, गत विगतमा के काम भए भनेर त्यसको अभिलेखीकरण गर्ने पनि रहेछ। हामीले अभिलेख व्यवस्थापन पढिसकेका छौँ पहिला, हो कि होइन भन्नुहोस् त। अभिलेख व्यवस्थापनमा के थियो, पहिला भएका निर्णयहरू, पहिला काम सम्पादन गरेका फाइलहरू थिए, के थिए नि त, हो कि होइन। हो, तिनीहरूको चाहिँ अभिलेख गर्ने काममा पनि एमआइएस चाहिँदो रहेछ। वर्तमानको अवस्था झल्काउने होइन, वर्तमानमा के कसरी काम चल्छ, वर्तमानमा कार्य सम्पादन गर्ने हो, त्यो कार्यमा पनि सहयोग गर्ने, त्यो हिसाबले पनि यो चाहिँदो रहेछ। अनि भविष्यमा के गर्ने भनेर पनि हामीलाई त्यसले चाहिँ प्रक्षेपण गर्ने। जस्तो मैले भने डाटा हुन्छ भने डाटाको आधारमा हामीले के गर्न सक्छौँ, पछाडिको लागि पोलिसी बनाउन सक्छौँ होइन। जस्तो नेपालमा बुढ्यौलीको संख्या बढ्दैछ भनेर हामीलाई तथ्याङ्क जनगणनाले भनेको छ नि त बिस्तारै। अब हामी अब 2000 कतिमा अबको 30-40 वर्षपछि हामी बुढ्यौली एजमा जान्छौँ भनेपछि हामीले त्यही किसिमको चाहिँ के हुनु पर्यो, पोलिसी बनाउनु पर्यो। भनेपछि त्यो पनि कसले गर्छ त भन्दाखेरिमा यो व्यवस्थापन सूचना प्रणालीले नै दिन्छ है, त्यो हिसाबको कुरा। अब कम्प्युटर प्रविधिमा आधारित भई छिटो र छरितो सेवा प्रवाह गर्ने विधिलाई पनि हामी एमआइएस भन्दा रहेछौँ है। कम्प्युटर प्रविधिमा, कम्प्युटर भन्ने बित्तिकै के हुन्छ तपाईँहरूले पढ्नु भएकै छ, कम्प्युटर चाहिँ बाइनरी सिस्टममा काम गर्छ होइन। बाइनरी सिस्टममा काम गर्छ, एकदम छिटो, एकदम छोटो समयमा होइन, धेरै भण्डारण गर्न सक्छ डाटाहरू होइन त। हो, त्यो हिसाबले चाहिँ त्यो हुने बित्तिकै के हुन्छ त, सेवा प्रवाह पनि एकदमै छिटो हुन्छ त्यो हिसाबले है। राइट इन्फर्मेसन टु द राइट पर्सन एट द राइट टाइम भनेपछि राइट टाइम पनि चाहियो, राइट टाइममा होइन, राइट टाइममा चाहियो, राइट पर्सन हुनु पर्यो, राइट पर्सनलाई दिनु पर्यो अथवा राइट पर्सनले दिनु पर्यो। के हुनु पर्यो त, मेन कुरा भनेको त राइट इन्फर्मेसन, सही सूचना हुनु पर्यो। त्यो दिनलाई नै के चाहिन्छ, एमआइएस चाहिन्छ भनेर हामीले भन्न सक्ने भयौँ। तथ्याङ्कको भण्डारण मात्र नभई विश्लेषण र प्रस्तुतिकरणको माध्यमको रूपमा पनि हामीले एमआइएसलाई प्रयोग गर्न सक्छौँ साथीहरू। हेर्नुहोस् त के भनेको त, तथ्याङ्कको भण्डारण, कम्प्युटरले धेरै डाटा भण्डारण गर्छ, तर त्यो डाटा एक्सेलको स्वरूपमा मात्रै मैले तपाईँलाई देखाइदिएँ भने त्यो त के भयो, बुझ्नै सकिन्न। तर त्यसलाई त हेर्नुहोस् त पाइ चार्टमा हामी देखाउन सक्छौँ, अथवा हामीले चाहिँ के भन्न सक्छौँ, लाइन ग्राफमा बनाउन सक्छौँ होइन। त्यो हिसाबले चाहिँ प्रस्तुतिकरण गर्ने, पोलिसी कताबाट डाइभर्ट के अरे कोरिलेसन रिग्रेसनका कुरा हुन्छन्। हेर्नुहोस् अहिले त पोलिसी एनालाइसिसका कुरा हुन्छन् भनिसकेपछि हामी कता ढल्कँदैछौँ, के गर्दैछौँ, कार्यालयको सेवा प्रवाह अथवा हाम्रो सेवाग्राही यसरी बढ्दैछन्, हामीलाई कर्मचारी थप्नुपर्छ, अथवा हाम्रो चाहिँ बजेटको सिलसिला यस्तो छ, अब हामीले यस्तो गर्नुपर्छ भनेर चाहिँ गर्ने कुरा हुन्छ। त्यो हिसाबले चाहिँ हामीले तथ्याङ्कको भण्डारण मात्र नभई चाहिँ विश्लेषण र प्रस्तुतिकरणको माध्यमको रूपमा पनि हामीले एमआइएसलाई लिन सक्छौँ है। अब संगठनको उत्पादकत्व र कार्यकुशलता अभिवृद्धि गर्ने औजारको रूपमा पनि हामीले केलाई लिन्छौँ त भन्दा एमआइएसलाई लिन्छौँ। एमआइएस भन्ने बित्तिकै व्यवस्थापनमा भएका सूचनाहरू इनपुट गर्नेदेखि लिएर आउटपुटसम्मको कुरा हो होइन। त्यो हिसाबले त्यसको प्रयोग गरेर चाहिँ के गर्न सकिने रहेछ त, यो औजारको प्रयोग गरेर चाहिँ संगठनको प्रोडक्टिभिटी बढाउने अनि इफिसियन्सी पनि बढाउने होइन, वर्क इफिसियन्सी पनि बढाउने, त्यो किसिमबाट चाहिँ हामीले गर्न सक्ने रहेछौँ है। त्यो हिसाबले चाहिँ हामीले कुरा गर्ने भयौँ। रणनीतिक, कार्यनीतिक अनि सञ्चालन तिनै तहका व्यवस्थापनलाई चाहिँ सहयोग गर्नको लागि पनि एमआइएस चाहिँदो रहेछ भनेर एमआइएसको चाहिँ हामीले परिभाषा अथवा एमआइएसको अवधारणा अथवा एमआइएसको चाहिँ एउटा के हुन्छ त ब्याकग्राउन्डको रूपमा चाहिँ हामीले यो दुईटा स्लाइडबाट मैले तपाईँहरूलाई जानकारी गराएँ। के रहेछ त एमआइएस, एमआइएसको चाहिँ कुरा के रहेछ त भन्दाखेरि यो चाहिँ संगठनको चाहिँ उद्देश्य लक्ष्य प्राप्त गर्नको लागि चाहिँ संगठनमा चाहिँ के हुनु पर्यो, सूचनाहरूको इनपुटदेखि सूचनाहरूलाई चाहिँ प्रशोधन गर्नेदेखि लिएर त्यो सूचनाबाट चाहिँ सही विश्लेषण गरेर चाहिँ हामीले भविष्यको प्रक्षेपण गर्ने सम्मका कला प्रयोग जसले युटिलाइज गर्छ त्यसलाई चाहिँ हामीले एमआइएस भन्दा रहेछौँ भनेर चाहिँ हामीले बुझ्नु पर्यो है त। अब एमआइएसका आधारभूत तत्त्वहरू के हुन्छ साथीहरू, एमआइएसका आधारभूत तत्त्वहरू भनेको एमआइएसको आधारभूत तत्त्व भन्ने बित्तिकै हामीले कम्प्युटर सम्झनु पर्दो रहेछ जेनेरली है। एकदम सिम्पल भाषामा कम्प्युटरमा तपाईँका तथ्याङ्कहरू मागेर तपाईँका तथ्याङ्कहरू चाहिँ प्रशोधन गरेर अनि के हुने त्यसबाट चाहिँ
पोलिसी बनाउने सम्मका कुरा, पोलिसी इन्टरभेन्सन गर्ने सम्मका कुरालाई चाहिँ हामीले एमआइएसलाई लिन सक्दै रहेछौँ। जस्तै पहिलो रूपमा चाहिँ एमआइएसमा चाहिँ इनपुट्स हुँदो रहेछ है। बेसिक एलिमेन्ट्समा के हुनु पर्दो रहेछ त भन्दा इनपुट्स हुनु पर्दो रहेछ। त्यो भनेको कहाँबाट आउँछ? आन्तरिक स्रोतबाट नै आउन सक्छ, बाह्य स्रोतबाट नै आउन सक्छ। इनपुटमा के आउँछ? सूचना आउँछ, तथ्याङ्क आउँछ, जानकारी आउँछ, चिठी पत्र आउँछ, हो कि होइन भन्नुहोस् त? धेरै कुरा आउँछ नि त इनपुटको रूपमा हुने भयो त्यो चाहिँ। त्यो हिसाबले अनि प्रोसेसिङमा सूचना सङ्कलन हुन्छ, त्यसको विश्लेषण हुन्छ, मूल्याङ्कन हुन्छ, भण्डारण हुन्छ, यसमा प्रशोधन पनि हुन्छ। हेर्नुहोस् अझै थप्दाखेरि भनेपछि त के हुँदो रहेछ? पहिला सूचना तथ्याङ्क आउँदो रहेछ, त्यसपछि प्रोसेसिङको पालोमा के हुँदो रहेछ? ती सूचनाहरूको चाहिँ सङ्कलन गर्ने, प्रशोधन गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, अनि चाहिने चिज भण्डारण गरेर राख्ने, हो कि होइन? त्यो कुरा हुँदो रहेछ भनेर बुझ्नु पर्यो। आउटपुटमा सूचना तथा तथ्याङ्कको कुरा होइन, के बनाएर चाहिँ बाहिर पठाउने त भन्दा सूचना तथा तथ्याङ्क बनाएर बाहिर पठाउने, अथवा तपाईँले वस्तु बेच्ने हो भने बेच्ने कुरा हुनु। उद्योगमा त के हुन्छ? उद्योगजन्य जस्तो संस्थान छ भने, जस्तो खाद्य संस्थान सरकारी स्वामित्वको चाहिँ अथवा सरकारी संस्थान हो, अहिले चाहिँ त्यसको के छ? खाद्य पारवहन के भन्ने अफिस छ भनेपछि त्यसले के गर्छ त? खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छ, त्यसले के बेच्छ भन्दा बाहिरबाट चाहिँ के अरे धान चामलहरू कलेक्सन गरेर अनि त्यसले लो प्राइसमा चाहिँ होइन चाडपर्व लक्षित तरिकाले यताउता तरिकाले गर्छ नि त त्यसले, हो कि होइन? त्यो हिसाबले चाहिँ वस्तु दिन्छ एउटा। अनि धेरै जसो सरकारी अफिसले सेवा दिन्छ। त्यसपछि नीति नियम बनाउन सकिन्छ, प्रतिवेदन बनाउन सकिन्छ आउटपुटबाट त, होइन त? त्यो हुन्छ नि त। त्यो हिसाबले चाहिँ कुरा गरेको है। त्यसपछि गएर इकोलोजी भनेको वातावरणीय कुरा। इकोलोजी भनेको वातावरणीय कुरा भनेको के त भन्दाखेरिमा भौगोलिक वातावरणको कुरा होला, राजनीतिक वातावरणको कुरा होला, होइन, सामाजिक वातावरण होला, आर्थिक वातावरण होला, सांस्कृतिक वातावरण होला, ती वातावरणको कुरा गरेको इकोलोजीको कुरा होइन। कस्तो अवस्थामा काम गर्ने त, त्यो हिसाबको कुरा है। त्यो किसिमको कुरा भयो। अनि फिडब्याक्स भनेको अब विभिन्न किसिमबाट चाहिँ विभिन्न समयमा विभिन्न पक्षबाट चाहिँ त्यसलाई के लाग्छ त पृष्ठपोषणका कुरा हुन्छ। त्यो पृष्ठपोषणको कुरा पनि हामीले एमआइएसमा चाहिँ संलग्न गर्नुपर्छ भनेर हामीले त्यसलाई चाहिँ लिन सक्छौँ है त। त्यो कुरा रह्यो। अब यहीलाई चाहिँ हामीले अझै डिटेल भर्सनमा दिँदाखेरि चाहिँ के भनेर दिन सक्छौँ त भन्दा यसलाई इनपुट प्रोसेस आउटपुटको फर्मेटमा चाहिँ तपाईँहरूले यसलाई राख्नुहुन्छ होइन, इनपुट प्रोसेस आउटपुटको हिसाबमा। अब एकदम जेनरलाइज भर्सनमा जाने हो भने तपाईँले के बुझ्नु पर्यो त भन्दा सुरुमा हार्डवेयरका कुरा बुझ्नु पर्यो। भनेको कम्प्युटर, सर्भर, प्रिन्टर, नेटवर्किङ उपकरण यी सबै इनपुटमा आउँछन् है। इनपुटमा सफ्टवेयरका कुरा, एप्लिकेसन, अपरेटिङ सिस्टम, हेर्नुहोस् त एकदम जेनरलाइज कुरा हो नि त है। एकदम जेनरलाइज कुरा भनेको तपाईँको कम्प्युटर हुनु पर्यो नि त। पहिला एमआइएस हुनको लागि त कम्प्युटराइज सिस्टम चाहियो नि। त्यसको लागि के चाहियो? कम्प्युटरै पहिला किन्नु पर्यो, सर्भर किन्नु पर्यो, त्यसपछि प्रिन्टर किन्नु पर्यो, नेटवर्किङ उपकरणहरू किन्नु पर्यो होइन। जस्तो तपाईँसँग मेरो अहिले कुरा भइरहेछ भने त्यसलाई त इन्टरनेट चाहियो नि त होइन। अथवा तपाईँसँग कम्प्युटर तपाईँसँग चाहिँ मोबाइल हुनु पर्यो, कम्प्युटर हुनु पर्यो, ल्यापटप हुनु पर्यो। मसँग पनि त्यही कम्प्युटर ल्यापटप हुनु पर्यो। अथवा मैले अहिले केरिरहेको छु, मलाई त्यसको पेन चाहियो, हो त्यो किसिमको कुरा हार्डवेयरको कुरा। सफ्टवेयरको कुरा भनेको कम्प्युटर एप्लिकेसन चाहियो। जस्तो हामी मोबाइल अहिले एन्ड्रोइड भर्सनमा चलाउँछौँ, आइफोन चलाउनेले ओएस भर्सनमा चलाउनुहुन्छ, आइओएस भर्सनमा, अथवा कम्प्युटरमा हुनुहुन्छ विन्डोज फर्मेटमा चलाउनुहुन्छ होइन। त्यो अपरेटिङ सिस्टमहरू अनि एप्लिकेसन अहिले जुम चलाएछौँ, कहिले टिम्समा कुरा गर्छौँ, कहिले फेसबुकमा कुरा गर्छौँ हामी, होइन त? त्यो हिसाबको कुरा है त त्यो। अनि डाटा र तथ्याङ्क, कच्चा तथ्य अङ्क विवरणहरू, इनपुट, यी सबै यिनीहरू चाहिँ इनपुटका कुरा भयो है साथीहरू, इनपुटका कुराहरू है। त्यो हिसाबले अब प्रक्रियाको कुरा गर्दा प्रोसेसिङका कुरामा गइयो हामी। सङ्कलन गर्ने, प्रशोधन गर्ने, विश्लेषण गर्ने, नियमहरू बनाउने, कुन हिसाबले जाने, कसरी जाने हो, त्यस्ता कुराहरू गर्ने क्या है। कसले गर्ने त? त्यो प्रयोगकर्ता को हुने, अपरेटर को हुने, व्यवस्थापक होला, प्राविधिक होला, त्यो अफिसमा काम गर्ने मान्छेहरूको त विभिन्न लेभल हुन्छ नि त होइन। त्यो हिसाबले त्यो कुरा। अनि नेटवर्क चाहियो, इन्टरनेट, इन्ट्रानेट, एक्स्ट्रानेट विभिन्न हुन्छ नि त होइन। त्यो किसिमको कुरा।
डाटाबेसको कुरा चाहियो, केन्द्रीय भण्डारको कुरा होला, ती हिसाबका कुराहरू। अनि सूचना अब तपाईँले कसरी चाहिँ त्यसलाई चाहिँ एक्सप्रेस गर्नुहुन्छ, जानकारी कसरी दिनुहुन्छ विश्लेषण गरेर, हो त्यो किसिमको कुरा, निर्णय योग्य नतिजाको कुरा चाहिँ हामीले कुरा गर्छौँ है साथीहरू। त्यो हिसाबको कुरा गर्छौँ भनेर हामीले एमआइएसका आधारभूत तथ्यहरू के अरे तत्त्वहरूको रूपमा चाहिँ हामीले यसरी चाहिँ कुरा गर्न सक्छौँ है त। अब एमआइएसको विकास क्रमको रूपमा चाहिँ हामीले लगभग कम्प्युटरकै विकास क्रमको रूपमा चाहिँ हामीले लिन सक्छौँ होइन। नर्मल्ली जस्तो अब अफिसमा हामीले कुन हिसाबले चाहिँ गर्न सक्छौँ, त्यो हिसाबले हामीले त्यसलाई चाहिँ लगभग जस्तो सन् 1950 देखि 1960 सम्मको एजलाई चाहिँ हामी रेकर्ड किपिङ एरा होइन। त्यो रेकर्ड किप गर्ने अभिलेख कागजी रेकर्डलाई चाहिँ विद्युतीय माध्यममा सार्ने, अब नेपालमा त भर्खर हुँदैछ तर यो चाहिँ वर्ल्ड वाइड विकास क्रम हो खासमा होइन। इलेक्ट्रोनिक डाटा प्रोसेसिङ इडिपीको चाहिँ सुरुवात भयो, कागजी रेकर्डलाई बिस्तारै विद्युतीय माध्यम, किनभने हामीभन्दा त धेरै अगाडि छन् नि त उनीहरू त होइन, वेस्टर्न कन्ट्रीहरू त हामीभन्दा धेरै अगाडि छौँ त्यो हिसाबले। अर्को 1970 देखि 1980 सम्म यो दशक है, यो दशकको कुरा है, निर्णयको लागि सहयोग गर्ने योग, डिसिजन सपोर्ट अथवा एनालाइसिस एराको रूपमा हामी लिन्छौँ। व्यवस्थापकलाई निर्णय लिन मद्दत गर्ने प्रतिवेदन तयार पार्नको लागि त्यसको प्रयोग गरेको कुरा, एमआइएसको प्रयोग गरेको कुरा है, त्यो हिसाबको कुरा। अनि त्यसपछि 1980 देखि 90 को दशकमा रणनीतिक सूचनाको युग, स्ट्राटेजिक इन्फर्मेसन, पर्सनल कम्प्युटरको विस्तार भयो, नेटवर्किङको विस्तार भयो होइन। त्यो हिसाबले के त्यो किसिमको कुरा, नेटवर्किङ भन्ने बित्तिकै बिस्तारै हामी के गर्छौँ त भन्दा इन्टरनेटतिर बढी झुकाव भयो। त्यसपछि प्रत्येक कम्प्युटरमा कनेक्सन हुने त्यो किसिमको कुरा होइन, त्यो हिसाबले। अनि 1990 दशकदेखि 2000 को दशकसम्म के हुन्छ त भन्दाखेरिमा तपाईँको लगभग एकीकृत प्रणाली, इन्टिग्रेटेड सिस्टमको कुरा, कार्यालयका सबै विभागलाई एउटै प्रणालीमा जोड्ने काम गर्दाखेरि। जस्तो अहिले हामीले भन्छौँ नि कर कार्यालयको सिस्टम, अथवा अहिले हाम्रो सबभन्दा खतरा तपाईँले इक्जाम्पल चाहिँ जिआइओएमएसलाई लिन सक्नुहुन्छ भनेको, यो भनेको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली हो। सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली भनेको यसमा के हुन्छ, दर्ता पनि यसमै हुन्छ, चलानी पनि यसमै हुन्छ, टिप्पणी पनि यसमै हुन्छ, हाकिमले चलाउने पनि यही प्लेटफर्म, कार्यालय सहयोगीले चलाउने पनि यही प्लेटफर्म, अथवा योजना शाखाले चलाउने पनि यही, बजेट शाखाले चलाउने पनि यही, फरक सबै शाखाले चलाउने के अरे ऊ चाहिँ प्लेटफर्म एउटै, यो तरिकाको एरामा चाहिँ त्यो एकीकृत प्रणाली युगको कुरा गरेको है। अनि त्यसपछि अब इन्टरनेट र सञ्जालको युग, कनेक्टिभिटी एराको कुरा भयो, इ कमर्स र अनलाइन सेवाको विस्तार भयो, अनि वेब बेस्ड एमआइएसहरू चाहिँ सुरुवात भयो त्यति बेला चाहिँ होइन। वेब बेस्ड भनेको इन्टरनेटमा तपाईँले ट्याक्क क्लिक गरेको भरमा एप्लिकेसन दिने, जस्तो भिजा तपाईँले अनलाइनबाट एप्लाई गर्न मिल्ने होइन, बाहिर तपाईँले गर्नुभयो भने हेल्थ इन्सुरेन्स अनलाइनमा एप्लाई गर्ने, ब्याङ्क खाता अनलाइनमा एप्लाई गर्ने, त्यस्ता कुरा। अनि 2010 देखि हालसम्मको लागि चाहिँ इन्टेलिजेन्स सिस्टमहरू, अहिले जस्तो आर्टिफिसियल इन्टेलिजेन्सका कुरा, मेसिन लर्निङका कुरा होइन, बिग डाटा एनालाइसिसका कुरा, अनि फोरकास्टिङका कुरा, क्लाउड कम्प्युटिङका कुरा। यो भनेको चाहिँ अहिलेको एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स भयो होइन। यो भनेको अब कृत्रिम बौद्धिकतातर्फ गयौँ हामी बिस्तारै, मान्छेलाई सहयोग गर्नको लागि, जस्तो कम्प्युटरलाई नै हामीले ट्रेन गराउने होइन, त्यो किसिमको सम्म पुग्यौँ भनेर चाहिँ हामीले त्यसलाई चाहिँ एमआइएसको विकास क्रमलाई हामीले यसरी लिन सक्छौँ होइन। त्यो हिसाबले चाहिँ एमआइएसको विकास क्रमलाई मैले यहाँसम्म जोडेँ है साथीहरू। एमआइएसको प्रक्रिया चक्रको रूपमा है, अब एमआइएसबाट लगभग क्वेसन चाहिँ पक्का आउँछ है साथीहरू। पुरानो क्वेसनहरू हेर्नुभयो भने लगभग क्वेसन आउँछ, त्यो हिसाबले तपाईँहरू एकदम तयार भएर बस्नुपर्छ। यसमा पुराना क्वेसनहरू हेर्नुभयो भने लगभग एक दुईवटा क्वेसन सधैँ आइरहेको जस्तो लाग्छ मलाई यो च्याप्टरबाट है। कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, सूचना सञ्चार, अनि त्यसपछि यसबाट एउटा क्वेसन पक्की हो है। त्यो हिसाबले यसलाई त्यही किसिमबाट हेर्नुपर्छ। सुरुमा त निड एसेसमेन्ट हुनुपर्छ, कस्तो सूचना चाहिने हो, कसको लागि सूचना चाहिने हो, कहिले सूचना चाहिएको हो, त्यसको यकिन गर्नु पर्यो नि पहिला होइन। त्यो कस्तो खाले, जस्तो तपाईँले भन्नु सक्नुहुन्छ मालपोत कार्यालयलाई एउटा चिठी पत्र पठाउँछ कुनै, अब जस्तो सिडिओ कार्यालयले जिल्लाभरिका चाहिँ जग्गा धनीको विवरण उपलब्ध गराइदिनु भन्यो भने अब मालपोत कार्यालयले त त्यसको एसेसमेन्ट गर्नु पर्यो नि त होइन। अब त्यो कस्तो खालको सूचना हो, त्यसको लागि के चाहिन्छ, अब 50 तथ्याङ्क जम्मा गर्नु पर्यो,
प्रत्येक पालिकालाई अथवा प्रत्येक सुरुको प्रत्येक गाविस थियो, गाविसको प्रत्येक वडा थियो, वडा अनुसारको सिट थियो होइन, त्यही अनुसार चाहिँ जग्गाको विवरण तयार गर्न थाल्नु पर्यो नि त। अनि त्यसलाई प्रविष्टि गर्नु पर्यो डिजिटल प्रणालीमा, कम्प्युटरमा हो अथवा हार्ड ड्राइभमा हो अथवा सिडीमा हो, तपाईँले थप्नु पर्यो नि त, कहाँ राख्ने हो भनेर थाहा हुनु पर्यो। अनि त्यसलाई चाहिँ एनालाइसिस गर्नु पर्यो, फिल्टर गर्ने हो कि अथवा सेलेक्ट गर्ने हो कि अथवा त्यसलाई चाहिँ चिन्ह लगाइदिने हो कि कलरफुल बनाएर चाहिँ होइन, त्यो किसिमको कुरा। अनि त्यसपछि गएर त्यसलाई चाहिँ प्रशोधन गर्ने भनेको त्यो भयो, तपाईँले अरूको लागि डाटा चाहिँदाखेरि तपाईँले अरूकै लागि हुने गरी बनाइदिनु पर्यो क्या है, त्यो किसिमको कुरालाई हामी प्रशोधन भन्छौँ। अनि अब त्यसलाई भण्डारण गरिदिनु, तपाईँले इमेलमा पठाउनको लागि हो भने नर्मल्ली फाइल सेभ गरेर इमेलमा पठाउनु पर्यो, त्यो फाइल सेभ गर्नु पर्यो, अथवा तपाईँले सिडीमा पठाइदिनु भने सिडीमा कन्भर्ट गर्नु पर्यो, अथवा तपाईँले चाहिँ एक्सटर्नल हार्ड ड्राइभमा पठाउने हो भने त्यही अनुसार कपी पेस्ट गरिदिनु पर्यो होइन, त्यो छ नि त त्यो हिसाबले। अनि पुनः प्राप्ति आवश्यक परेको समयमा तुरुन्तै खोजेर निकाल्ने गरी त्यसलाई स्टोर गर्नु पर्यो। अनि त्यसपछि वितरण गर्नु पर्यो, कसलाई पठाउने हो, सिडिओ कार्यालयलाई पठाउने हो कि गाविसलाई पठाउने, वडा के अरे गाउँपालिका नगरपालिकालाई पठाइदिने हो कि वडा कार्यालयलाई पठाइदिने हो कि, त्यो हिसाबको कुरा। अनि पृष्ठपोषणको कुरा, फिडब्याकको कुरा भनेर चाहिँ हामीले यसरी चाहिँ एमआइएसको प्रक्रिया अथवा चक्रको कुरालाई चाहिँ हामीले यसरी टुङ्ग्याउन सक्छौँ। अब एमआइएस कसको लागि किन चाहिन्छ त साथीहरू? त्यसो भए तपाईँहरू यसो बुझ्नुहोस् त, अहिलेसम्म हामीले कार्यालय व्यवस्थापनकै लागि पढिरहेछौँ। कार्यालय व्यवस्थापन भन्ने बित्तिकै त कार्यालय व्यवस्थापन त सबैको लागि चाहिँदो रहेछ होइन। जस्तै उच्च व्यवस्थापन भनेको कार्यालय प्रमुख होला अथवा सिनियर म्यानेजमेन्ट लेभलका मान्छे होला, तिनीहरूलाई के चाहिन्छ? नीति निर्माण गर्नको लागि चाहिन्छ, समन्वय गर्नको लागि चाहिन्छ, योजना बनाउनको लागि चाहिन्छ, अरूले के कस्ता काम गर्दैछन् भनेर मोनिटरिङ गर्नको लागि चाहिन्छ तिनीहरूलाई। हेर्नुहोस् त, एमआइएस भनेको त त्यस्तो रहेछ। तपाईँले प्रत्येक दिन सेवा प्रवाह कति भयो भनेर तपाईँले डाइरेक्टली कम्प्युटरको टेबल के अरे आफ्नो कम्प्युटरको स्क्रिनबाट हेर्न पाउनु भएपछि अरूलाई किन बोलाइरहनु पर्यो, हो कि होइन? त्यो कुरा छ। त्यसपछि मध्यम तहको व्यवस्थापनको लागि प्रतिवेदन गर्ने, समन्वय गर्ने, माथिल्लो तहको लागि प्रतिवेदन गर्नु पर्यो, तल्लो तहको लागि निर्देशन दिनु पर्यो, अनि समन्वय पनि गर्नु पर्यो, त्यो हिसाबको कुरा। तल्लो तहको लागि चाहिँ दैनिक प्रशासन चलाउनु पर्यो, दर्ता चलानीदेखि लिएर टिप्पणी उठाउनेदेखि लिएर व्यवस्थापन गर्ने, उत्प्रेरणा दिने, समन्वय, सुपरिवेक्षण, यी सबै कामको लागि चाहिँ हामीलाई एमआइएस चाहिँदो रहेछ भनेर हामीले यसरी बुझ्न सक्छौँ साथीहरू है। एमआइएस भनेको त एकदमै इम्पोर्टेन्ट चिज रहेछ कार्यालयमा, कार्यालय व्यवस्थापनमा होइन। यो त डाटा बेस्ड रहेछ, हो कि होइन? त्यो हिसाबको कुरालाई चाहिँ हामीले लिन सक्छौँ है त, त्यो हिसाबको कुरा। त्यसो भए एमआइएस विकासको लागि के चाहिँ चाहिन्छ त है, के चाहिँ चाहिन्छ त? त्यसो भए भन्दा पूर्व शर्तहरू अथवा पूर्वाधारहरू भनेर भन्नु नि सक्नुहुन्छ यिनीहरूलाई, पूर्वाधारहरू है। पूर्वाधारहरू भन्ने बित्तिकै त्यसलाई के भन्नु छ अङ्ग्रेजीमा, तपाईँहरूले यसलाई चाहिँ पूर्वाधारलाई चाहिँ तपाईँहरूले अब जे भन्दा पनि भयो, प्रिडिक्विजिट भनेको चाहिँ तपाईँको पूर्व शर्तहरू भयो। अब यसलाई के भन्ने, विकासका पूर्वाधार भन्दाखेरि हामीले अङ्ग्रेजीमा के भन्थ्यौँ, विकास हुनको लागि चाहिने आधार हो नि त होइन, बेस भनौँ न, बेसिक चिजहरू के हुन् त भन्यो भने सङ्गठनको स्पष्ट उद्देश्य हुनु पर्यो, के गर्न खोजेको हामीले होइन, नीति नियम हुनु पर्यो, सूचनाको आवश्यकता तय हुनु पर्यो, हो यो चाहिँ सबभन्दा फर्स्टमा चाहियो। कार्यले गर्ने के हो त, कार्यले है, कार्यले गर्ने के हो, त्यसको उद्देश्य तय हुनु पर्यो होइन। अब उच्च खालको व्यवस्थापन जुन छन्, हाई लेभल म्यानेजर छन्, तिनीहरूको चाहिँ पूर्ण प्रतिबद्धता हुनु पर्यो, उपनत्व हुनु पर्यो, कमिटमेन्ट चाहियो, ओनरसिप चाहियो है, त्यो हुनु पर्यो। हाई लेभल म्यानेजरले त्यो गर्नु पर्यो। प्रणाली सञ्चालनको लागि पर्याप्त बजेट हुनुपर्छ। जस्तो अब ख्यालमा त आउँदैन, हेर्नुहोस् कम्प्युटर प्रणाली त धेरै महँगो छ, हो कि होइन? त्यो त महँगो छ होइन, त्यो हिसाबको कुरा। भनेपछि महँगो प्रणाली चलाउनको लागि त्यही किसिमबाट व्यवस्थापन पनि चाहिन्छ, त्यही किसिमको टेक्निकल जनशक्ति चाहिन्छ। यी अब टेक्निकल जनशक्ति चाहिन्छ, दक्ष प्राविधिक जनशक्ति चाहिन्छ। उनीहरूलाई नियमित रूपमा तालिम दिनुपर्छ हामीले। हार्डवेयर चाहिन्छ, सफ्टवेयर चाहिन्छ, नेटवर्क पूर्वाधार चाहिन्छ, हो कि होइन? सम्झिनुहोस् त एकचोटि, जस्तै एउटा हुम्लाको सिमीकोटमा तपाईँले चाहिँ नागरिकता दिनको लागि त अहिले हुम्लाको सिमीकोटमा इन्टरनेट चाहिन्छ। इन्टरनेट मात्र भएर भएन, कम्प्युटर चाहिन्छ। कम्प्युटर मात्र भएर भएन, त्यसमा चाहिँ सफ्टवेयर पनि, नागरिकताको सफ्टवेयर चाहियो। त्यति मात्र भएर भएन, नागरिकताको सफ्टवेयर चलाउन सक्ने मान्छे चाहियो, चाहिएन त? त्यो किसिमको कुरा है। अनि सूचना सङ्कलनको स्पष्ट विधि र भरपर्दो स्रोतको पहिचान गर्नु पर्यो।
है कुन तरिकाले हामीले डाटा कलेक्सन गर्ने हो त त्यो कुरा हुनुपर्छ है त्यो कुरा हुनुपर्छ त्यो हिसाबले स्पष्ट विधि र भरपर्दो स्रोत चाहिन्छ है संगठनको कार्य प्रक्रियाको स्पष्ट ढाँचा जस्तो हामी नर्मल्ली के हुन्छ निर्देशनहरू चाहिँ टप डाउनमा जान्छौँ टप डाउनमा हैन निर्देशनहरू चाहिँ अनि काम गर्दाखेरि हामी के गर्छौँ बटम अपमा आउँछौँ हो कि होइन कामहरू त के हुन्छ बिस्तारै बटम अपमा हुन्छ अथवा त्यही काममा केही थपिदिनु पर्यो भने फेरि रिटर्न गर्छौँ हामीले तलपट्टि यसरी यो त अफिस भनेको त अफिसको वर्कफ्लो यस्तो हुन्छ नि त त्यो किसिमबाट चाहिँ हामीले चलाउन सक्नु पर्यो वर्क जुन प्रोसेसिङ छ प्रोसिड्युर छ त्यो चाहिँ स्पष्ट हुनुपर्छ पहिले तोकिएको हुनुपर्छ अनि प्लस अहिलेको अवस्थामा आएर अहिले एआई को जमाना छ हेर्नुहोस् एआई को जमानामा तपाईँको फोटो प्रयोग गरेर तपाईँको फोटोलाई चाहिँ तपाईँले अहिले मान्छेले अर्को भिडियो बनाइदिन सक्छन् त्यस्तै डाटाहरूको पनि गोलमाल हुन सक्छ त्यसको लागि साइबर सुरक्षा नीति हुनुपर्छ त्यसको कानुनी आधार हुनुपर्छ हैन त्यो किसिमको कुरा चाहिँ हामीले गर्नै पर्छ है त त्यो किसिम चाहिँ पूर्व शर्तको रूपमा चाहिँ हामीले एमआइएस को विकासको लागि के चाहिन्छ भन्दाखेरि यो कुराहरू चाहिन्छ भनेर पूर्वाधारहरू बेस भन्नुहोस् तपाईँले है बेस अथवा फाउन्डेसन भन्नुहोस् अथवा पिलर भन्दा पनि हुन्छ है पिलर्स भन्दा पनि हुन्छ है त त्यति कुरा चाहिँ तपाईँले जान्नु पर्यो है अब एमआइएसमा कम्प्युटरको आवश्यकता तथा महत्त्व भनेर 1 वर्ष जाँचमा आएको छ पहिला पनि है एकदम छोटो पोइन्टमा मैले राखेको छु कम्प्युटर भयो भने के हुन्छ त एमआइएसमा कम्प्युटरको आवश्यकता किन हुन्छ भन्दाखेरिमा कम्प्युटर भयो भने कम्प्युटरले के गराउँछ त्यो तपाईले सरसर हेरेरै जान्नुहुन्छ तपाईले है जस्तो कम्प्युटर भयो भने छिटो कार्य गर्न सकिन्छ हैन लेखेर गर्ने काम एकछिनमा हुन्छ शुद्ध नतिजा दिन सकिन्छ हैन त जस्तो कम्प्युटर जस्तो मान्छेको पो दिमाग कहिलेकाहीँ चाहिँ तलमाथि हुन्छ जोड घटाउ बिग्रिन्छ कम्प्युटरले त सिस्टमले गर्छ त्यसो भएर जोड घटाउ पनि बिग्रिदैन तर इनपुट तपाईले सही दिनु पर्यो फेरि है इनपुट चाहिँ अथवा फर्मुला तपाईले सही हाल्दिनु पर्छ है हाल्न त फेरि है त्यो अब अहिले एआई को जमानामा त एआई ले नै फर्मुला हाल्दिन्छ है त्यो हुन्छ त्यो किसिमको कुरा रह्यो हैन त त्यसपछि तर्कपूर्ण कार्य गर्नको लागि तपाईले कहिलेकाहीँ काम गर्दाखेरि तपाईले चाहिँ नबुझेको नजानेको कुरा पनि कम्प्युटरले सिकाइदिन्छ तपाईले है तपाईले त्यो किसिमबाट तपाईले एनालाइसिस गर्न सक्नुहुन्छ त्यो किसिमको कुरा हुन्छ अनि बहुकार्य सम्पादन गर्ने एकैचोटी तपाईले के हुन्छ धेरै कुरा गर्न सक्नुहुन्छ एकैचोटी तपाईले धेरै कुरा गर्न सक्नुहुन्छ के बहुकार्य भने त्यो है छोटो समयमा तपाईले एकैचोटी धेरै काम गर्न सक्नुहुन्छ है त अर्को सस्तो र स्तरयुक्त कार्य गर्नको लागि हेर्नुस् है अब 10 जना मान्छे लाएर तपाईले हार्ड कपीमा गर्ने काम त कम्प्युटरले एउटा कम्प्युटरले काम गरिदिन्छ हैन त्यो हुन्छ नि त त्यो भनेपछि 10 जना मान्छेलाई तपाईले हायर गर्दाखेरि त्यसपछि तिनीहरूलाई प्रोटेक्सन गर्दाखेरि तिनीहरूको ह्युमन रिसोर्स म्यानेजमेन्टका ती डेभलपमेन्टका प्रोसेसहरू पुरा गर्नलाई तपाईलाई धेरै पैसा लाग्थ्यो नि त त्यो भन्दा एउटा कम्प्युटर किन्दाखेरि तपाईले चाहिँ त्यो कम्प्युटर चलाउने जनशक्ति मात्रै बनाउँदा भयो तालिम दिँदा भयो सस्तो काम भयो स्ट्यान्डर्डाइज्ड काम भयो है अनि जटिल काम गर्नको लागि पनि सजिलो हुन्छ है क्याल्कुलेटरले हान्न नसक्ने चाहिँ जोड घटाउ पनि कम्प्युटरले सिधै गरिदिन्छ हो कि होइन त्यो किसिमको कुरा हुन्छ जस्तै अब तपाईलाई अहिले मैले भने ल 4 अङ्कको सबभन्दा ठुलो संख्या र 5 अङ्कको सबभन्दा सानो संख्याको जोडफल कति हुन्छ भने तपाईले त अहिले लेख्न थाल्नु पर्यो नि त त्यही कुरालाई तपाईले कम्प्युटरमा छुस्स राखिदिनु भयो भने त्यसले लेखिदिइहाल्छ त्यो हिसाबले चाहिँ भनेको है त विभिन्न सूचना तथा तथ्याङ्क भण्डारण गर्नको लागि है त्यो हिसाबको कुरा अब भण्डारण गर्नको लागि त स्टोरेजको कुरा हुन्छ हार्ड ड्राइभमा राख्ने हुन्छ हार्ड ड्राइभ अहिले त एसएसडी को जमाना आइसक्यो हैन पोर्टेबल त्यसपछि अहिले त अझ क्लाउड ड्राइभको कुरा आइसक्यो क्लाउड ड्राइभ भनेको तपाईले डाटा राख्ने अनलाइनमा राख्ने है अहिले मैले तपाईलाई पढाइरहेको चिज पनि रेकर्ड गरेर चाहिँ हामीले गुगल ड्राइभमा राख्न सक्छौं अथवा वन ड्राइभमा राख्न सक्छौं ड्रप बक्समा राख्न सक्छौं छ नि त धेरै प्लेटफर्महरू छन् नि त डाटा सेन्टरहरुमा चाहिँ त्यो भण्डारण भएर बसिरहेको हुन्छ तपाईलाई चाहिएको बेला तपाई इन्टरनेटको एक्सेस गर्ने अनि डाउनलोड गरेर हेर्ने हो कि होइन गुगल ड्राइभ तपाईले चलाउनु भएकै छ त्यो कुरा अनि नेटवर्किङ गर्नको लागि पनि हामीलाई यो कम्प्युटरले चाहिँ सजिलो गराउँछ
भन्ने बित्तिकै तपाईँले के भन्न सक्नुहुन्छ त भन्दा एमआइएसमा कम्प्युटर भए पछाडि यस्ता यस्ता कुरा हुन्छ भन्न सक्नुहुन्छ, जुन कुरा मैले नेक्स्ट स्लाइडमा गरेको छु है त। कम्प्युटर प्रविधिको चाहिँ भूमिका के छ त एमआइएसमा भनेर अबको पालोमा तपाईँहरूलाई म थोरै कुरा यिनीहरूको बारेमा भन्छु है त। जस्तै ठुलो परिमाणको तथ्याङ्कलाई सानो स्थानमा डिजिटल भण्डारण गर्नको लागि चाहिँ हामीले के गर्ने रहेछ हेर्नुहोस् त। ठुलो परिमाणको तथ्याङ्कलाई चाहिँ सानो स्थानमा डिजिटल भण्डारण गर्न भनेको हेर्नुहोस् त, एउटा सानो पेन ड्राइभ भित्र तपाईँको अफिसको सबै विवरणहरू राख्न सकिन्छ। अथवा एउटा त्यो कम्प्युटरको चाहिँ हार्ड ड्राइभ भित्र तपाईँले सानो हुन्छ, देख्दाखेरि सानो हुन्छ। तपाईँले कम्प्युटर भनेको अहिले ल्यापटप आइप्याड तपाईँको त्यो हातमा पकेटमा बोकेर हिँड्न सक्नुहुन्छ तपाईँले, हो कि होइन? त्यो कुरा हुन्छ भनेपछि त्यो तथ्याङ्कलाई चाहिँ भण्डारण गर्ने कुरा भयो। तथ्याङ्क प्रशोधनमा उच्च गति प्रयोग गरी समयको बचत गर्ने। तपाईँले जस्तो एक्सेलको प्रयोग गरी तपाईँले कति चाँडै फिल्टर गर्न सक्नुहुन्छ, हो कि होइन? तपाईँको बर्थ इयरको आधारमा 1000 जना मान्छेको बर्थ इयर चाहिँ तपाईँलाई दियो अनि तपाईँले त्यसलाई सर्टिङ गर्न कति सजिलो छ अहिले हेर्नुहोस् त एकछिनमा। भनेपछि 2075 सालमा नागरिकता पाएका मान्छेहरू कतिजना रहेछन् भनेर खोज्यो भने त सर्लकै नागरिकताको सिस्टममा गएर हामीले इयर चाहिँ फिल्टर गर्ने बित्तिकै त सर्लकै आउँछ। अथवा तपाईँले यातायात कार्यालयमा गएर बाइकको तपाईँले डाटा हेर्न खोज्नुभयो भने पोहोरसम्म कर नतिरेका बाइकहरू कतिवटा रहेछन् भनेर भन्छ, सर्लकै एकछिनमा फिल्टर गरेर देखिन्छ नि त, देखिँदैन त? त्यो किसिमको कुरा चाहिँ त्यो व्यवस्थापन सूचना प्रणालीमा कम्प्युटर हुँदाखेरि त्यस्तो फाइदा हुन्छ भनेको है। मानवीय त्रुटि कम गरी शुद्धता सुनिश्चित गर्नको लागि हेर्नुहोस् त, शुद्धता सुनिश्चित गर्नको लागि चाहिँ त्यसको लागि के हुन्छ भन्दा मान्छेले भयो जोड घटाउ गर्न, जस्तो हात लायो शून्य, के अरे हात लायो शून्य भन्दा हात लायो हिसाब गर्नलाई चाहिँ मान्छेलाई चाहिँ कहिले काहीँ बिर्सिन सक्छ। 3 अङ्कको जस्तो 2, 3, 5लाई 5, 7, 8ले गुणन गर्नु पर्यो भने अहिले हामीले गर्नु पर्यो भने कति टाइम लाग्छ? सर्लकै अहिले तपाईँ क्यालकुलेटरमा हालिदिनुहोस् त, कम्प्युटर प्रणालीमा हालिदिनुहोस् त, के हुन्छ? 1 क्लिकमा रिजल्ट आउँछ। आउनु न, क्लिक अफ अ बटन अथवा 1 क्लिक रिजल्ट भन्न सक्नुहुन्छ। 1 क्लिक रिजल्ट निकाल्न सजिलो हुन्छ नि त कम्प्युटर प्रविधि हुँदाखेरि है। भौगोलिक दूरी कम गरी विश्वव्यापी सूचना सम्प्रेषण गर्नको लागि पनि हामीलाई एमआइएसमा कम्प्युटर प्रविधि चाहिन्छ है। भौगोलिक दूरी जस्तो अघि मैले हुम्लाको इक्जाम्पल दिएँ होइन, अथवा एउटा सानो जिल्लाकै उदाहरण लिउँ न। फर इक्जाम्पल तपाईँहरूको नजिकको जिल्ला धादिङ जिल्लालाई लिउँ। धादिङ जिल्लामा तपाईँको धादिङ बेसी भन्ने सदरमुकाम उहाँ कहाँनिर छ, अनि रुबी भ्याली गाउँपालिका उहाँ माथि छ, फेरि तलपट्टि चाहिँ उहाँ के छ धुनीबेसी गाउँपालिका छ भनेपछि त एउटा नगरपालिकाबाट चाहिँ गाउँ सिडिओ कार्यालयमा एउटा सिफारिस हेर्नु त अहिले के छ अनलाइनमै पठाइन सक्छ। यो दूरी त केही भएन नि त, काम गरेन त, सिधै कम्प्युटरले काम गरेपछि त भौगोलिक दूरी त केही भएन। अहिले सारा संसार भनेको एक दिनभरिमा हामी घुमेर सक्छौँ रे विश्व पुरै भनेपछि त हेर्नुहोस् त कुरा कतिसम्म चाहिँ गइसकेको छ त्यो कुरा के है। लागत र श्रमको बचत गरी मितव्ययिता कायम गर्न, कस्ट इफेक्टिभनेसको कुरा गरेको है। कस्ट इफेक्टिभनेस भनेको मान्छेलाई चाहिँ अब कम्प्युटरको कारणले के छ अहिले आफूले धेरै मेहनत गर्नै परेन, कम्प्युटरले धेरै मेहनत गरिदियो भने काम सजिलै बनाउन सकिन्छ। जटिल गणितीय र तार्किक विश्लेषणहरू सहजै गर्न, यी मैले गणितीय उदाहरण त यही दिइहालेँ होइन त्यो कुरा। सूचनाको सुरक्षा, ब्याकअप र रिकभरी व्यवस्थित गर्नको लागि कम्प्युटर चाहिन्छ। हेर्नुहोस् अहिले हाम्रो डाटाहरू हामीले 2-3 ठाउँमा ब्याकअप गर्ने चलन छ अहिले हाम्रो। जस्तो काठमाडौँमा हाम्रो चाहिँ एउटा के अरे सरकारी एकीकृत सरकारी चाहिँ अभिलेख केन्द्र छ, के त्यहाँ केही जाने केही भयो भने अर्को डिजास्टर रिकभरी सेन्टर भनेर हामीले हेटौँडामा खोलेका छौँ, अनि त्यहाँ पनि केही भयो भने क्लाउडमा पनि राखेका छौँ भनेपछि त सरकारी डाटा त सिधीमिति त्यत्तिकै त हराउँदैन रहेछ हेर्नुहोस् होइन। अब त्यो गर्नलाई चाहिँ कहिलेकाहीँ चाहिँ त्यो चाहिँ फेरि के हुन्छ त भन्दा कहिलेकाहीँ समस्या हुन्छ फेरि। जस्तो पोहोर तपाईँले लोकसेवा आयोगको एउटा इक्जाम्पल सुन्नुभयो होला। लोकसेवा आयोगको चाहिँ प्रणाली ह्याक गरेर के भयो, टोटल्ली एप्लिकेन्टको डाटा चाहिँ गायब भयो भनेर हामीलाई पछि फर्म एप्लाई गर्न दिएको थियो समय, हो कि होइन? त्यो कुरा थियो नि त, त्यो हिसाबको कुरा। अनि सूचनाको पुनः प्राप्तिलाई 1 क्लिकमा ल्याउनको लागि चाहिँ मैले अघि नै भनिहालेँ, जस्तो 75 सालमा कतिजनाले नागरिकता लिएछन् त भनेर हेर्नलाई हामीले 1 क्लिक होइन त्यो गर्दाखेरि आउँछ। त्यो किसिमबाट चाहिँ हामीले भनेको है त त्यो कुरा। अब जाउँ कार्यालयमा व्यवस्थापन सूचना प्रणालीको
आवश्यकता र महत्त्व। अब यसलाई चाहिँ मैले धेरै पाटोमा चाहिँ लिएर गएर एनालाइसिस गरेको छु। तपाईँलाई धेरै तरिकाबाट चाहिँ मैले यसबाट चाहिँ तपाईँलाई चाहिँ दिन खोजेको छु है। धेरै तरिकाबाट भन्न खोजेको मतलब के त भन्दाखेरि कुन कुन तरिकाबाट चाहिँ त्यसलाई दिने त होइन। जस्तो यसलाई पनि हामीले कुन कुन फर्मेटमा दिने भन्ने कुरा के। जस्तै फर्स्टमा हामीले के भन्न सक्छौँ त भन्दा यसलाई चाहिँ हामीले नीति निर्माण र निर्णय प्रक्रियाको कुरामा गर्न सक्छौँ। कहिलेकाहीँ तपाईँहरूलाई हुन्छ नि, जस्तो यो क्वेसन एकचोटि आएको हो क्या जाँचमा, एमआइएसमा कम्प्युटरको आवश्यकता कस्तो छ भनेर आयो क्वेसन। एमआइएस मात्रै भनेर आएन कि कम्प्युटर जोडेर आयो। त्यसरी नै यसमा अब एमआइएस को चाहिँ नीति निर्माण र निर्णय प्रक्रियामा के कस्तो महत्त्व छ भन्यो भने तपाईँले फोकस केमा गर्नु पर्यो? बढी मात्रामा निर्णय र नीतिलाई नै लिनु पर्यो नि त बढी, होइन? नीति निर्माणलाई र निर्णयलाई नै दिनु पर्यो। त्यो हिसाबले मैले क्लासिफाई गरिदिएको। जस्तै नीति निर्माणका लागि आवश्यक तथ्य र आधारहरू प्रदान गर्नको लागि एमआइएस चाहिन्छ हामीलाई। योजना तर्जुमाको लागि भरपर्दो सूचना त उपलब्ध गराउनको लागि पनि चाहिन्छ। योजना तर्जुमा भनेको त के हो? 16औं योजना भनेको एउटा नीति पुस्तिकाको रूपमा हामी लिन सक्छौँ नि त, राज्यको नीतिको रूपमा लिन सक्छौँ नि त, होइन? बजेटलाई राज्यको नीतिको रूपमा लिन सक्छौँ हामीले। त्यो हिसाबले अनुमानको भरमा नभई तथ्यको आधारमा इभिडेन्स बेस्ड पोलिसी है। अहिले के भनिन्छ भन्दा EBP भनेर भनिन्छ, एभिडेन्स बेस्ड पोलिसी है। यो भनेको तथ्यमा आधारित नीतिहरू बनाउनको लागि पनि हामीलाई एमआइएस चाहिन्छ। निर्णय प्रक्रियालाई विवेकशील, वस्तुनिष्ठ र छिटो गराउनको लागि पनि हामीलाई एमआइएस चाहिन्छ है। जस्तै कुन मान्छेले सामाजिक सुरक्षा भत्ता पाउने, कुन मान्छेले नपाउने भनेर हामीलाई म्यानुअल्ली नागरिकता हेरिरहनु भन्दा त्यो नागरिकताको डाटै हेर्दाखेरि त सहिले हुन्छ नि। जस्तै तपाईँले के अरे PIS.gov.np भनेर सब वेबसाइट हान्नुभयो भने त्यहाँ चाहिँ यो वर्षभरिमा अवकाश हुने कर्मचारीहरूको सूची भनेर निकाल्छ। कसरी निकालेको त? यसरी नै छिटो गराउनको लागि सिस्टमको प्रयोग गरेको उसले, होइन? त्यो किसिमको विकल्पहरूको विश्लेषण गरी सर्वोत्तम विकल्प छनौट गर्नको लागि नीति निर्णय भनेको त के हो? निर्णय प्रक्रिया भनेको त भएका विकल्पहरू मध्ये उत्तम विकल्प छनौट गर्ने हो नि त निर्णय गर्ने भनेको त। त्यसको लागि भनेको भविष्यका समस्याहरूको पूर्वानुमान र जोखिम विश्लेषण गर्नको लागि तपाईहरुलाई भविष्यमा यस्तो यस्तो समस्या पर्न सक्छ भनेर आकलन गर्नलाई पनि यसले के गर्छ त? एमआइएस ले महत्त्वपूर्ण भूमिका गर्छ। जस्तै मैले भने नि अघि, जस्तो नेपालको चाहिँ अब जनगणनाको रिजल्टले के भन्यो? बिस्तारै हाम्रो जनसङ्ख्या चाहिँ जनसाङ्ख्यिक रूप चाहिँ हाम्रो बुढ्यौलीपनमा जाँदैछ। अब बिस्तारै डेमोग्राफिक डिभिडेन्ड खाने हो भने अब 20-30 वर्षभित्र खाइसक्नुपर्छ, होइन? जनसाङ्ख्यिक लाभ चाहिँ हाम्रो त्यति मात्रै छ भनेर बिस्तारै उसले सङ्केत गरिदियो नि त। त्यो सङ्केत लिनको लागि पनि हामीलाई, जोखिम विश्लेषण गर्नको लागि पनि हामीलाई एमआइएस को आवश्यकता पर्छ। संगठनको लक्ष्य र प्रगति बीचको खाडल पत्ता लगाउनको लागि, जस्तै अहिले तपाईहरुले भन्नुभएको छ होला, अब सूचकहरू भनिन्छ, सूचकहरू, होइन? तपाईको चाहिँ के छ त भन्दाखेरि के रे अहिले हाम्रो माइलस्टोन भनेर चाहिँ अहिले प्रगति विवरणहरू चाहिँ तपाईले वेबसाइटतिर देख्नुहुन्छ, होइन? सरकारले चाहिँ के भनेको हुन्छ त भन्दाखेरिमा सरकारले यो आर्थिक वर्षभरि के कस्ता काम गर्ने भनेर विभिन्न माइलस्टोनहरू चाहिँ बनाएको छ। त्यो माइलस्टोनहरू कति पुरा भए कति पुरा भएन भनेर त्यसको ग्याप पत्ता लगाउन सबभन्दा छिटो त यही भयो नि त, कम्प्युटराइज प्रविधि प्रयोग गर्ने। अनि त्यसपछि गरी एमआइएस को प्रयोग गरेर कुन काम हामीले सुरु गर्यौं, कुन काम ट्र्याकमा छ, कुन काम हामी सुरु नै गरेका छैनौं भनेर पत्ता लगाउन सकिन्छ। त्यो भएपछि ग्याप सिधै पत्ता लगाइहाल्यो। अनि संस्थागत सम्झनालाई चाहिँ निर्णयको आधार बनाउनको लागि पनि हामीलाई यो नीति निर्णय निर्माणको लागि चाहिँ एमआइएस को महत्त्वलाई हामीले यति रूपमा चाहिँ हामीले लिन सक्छौँ। इन्स्टिट्युसनल मेमोरीको कुरा गरेको है, पहिला के कसरी निर्णय गरेको रहेछ भनेर अब निर्णय गर्न सजिलो हुन्छ नि त, त्यसको हिस्ट्री हेर्नको लागि पनि भनेको है त। अब अर्को छ, अब उत्पादकत्व कुरा। यसले चाहिँ के भन्छ त भन्दाखेरि प्रोडक्टिभिटीको कुरा गर्छ। प्रोडक्टिभिटी अथवा कार्यदक्षताको कुरा गर्छ है, कार्यदक्षताको कुरा गर्छ। दैनिक काम कारबाहीलाई पारदर्शी, त्रुटिरहित बनाउने, न्यूनतम स्रोत साधनबाट अधिकतम नतिजा भनेको थोरै पैसा खर्च गरेर धेरै नाफा कमाउने व्यावसायिक रूपमा,
अथवा थोरै पैसा खर्च गरेर धेरैजनालाई सेवा दिने सरकारीको हकमा, होइन त? सङ्गठनहरूको काम त त्यही हो नि त। मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता, 3E भनेको इफिसियन्सी होला, अनि त्यसपछि इफेक्टिभनेस होला, त्यसपछि गएर अर्को के भयो? इफेक्टिभनेस, इफिसियन्सी र मितव्ययितालाई के भन्ने, अब त्यसलाई के भनिन्छ? अब त्यसलाई झ्याप्पै अहिले मैले ट्याक्कै भन्न सकिनँ है त। इफिसियन्सी के भनेको थियौँ? E3 है, भन्नु है त। मितव्ययिता भनेको चाहिँ अहिले एकछिनमा सम्झिन्छु है, मैले अहिले ट्याक्कै सम्झिँदैन। मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता चाहिँ कायम गर्नको लागि, काम गर्दाखेरि के हुन्छ त भन्दाखेरि सकेसम्म मितव्ययी ढङ्गबाट थोरै पैसा खर्च गरेर है, थोरै पैसा खर्च गर्ने भनेको त्यो चाहिँ है मितव्ययी हुने है। त्यसपछि कार्यदक्षता भनेको इफिसियन्सी है, त्यसले चाहिँ अब तपाईँले चाहिँ एउटै काम गर्दा पनि कसैले चाहिँ के गर्छ, एकदम जिगज्याग गरेर काम गर्छ, कसैले चाहिँ के हुन्छ पहिल्यै सोचेर यो बाटोबाट जाँदाखेरि सजिलो तरिकाले काम हुन्छ भन्छ नि त, त्यो किसिमको। अनि अर्को प्रभावकारिता भनेको चाहिँ के हुन्छ त, इफेक्टिभनेस पनि हेर्नु पर्यो। काम गरिसके पछाडि त्यसको चाहिँ के हो त, रिजल्ट के हो भनेर चाहिँ हेर्ने पनि हुन्छ के कुरा है, त्यो हिसाबको कुरा। मितव्ययिता भनेको चाहिँ इकोनोमिकल्ली भनेको है, इकोनोमिकल्ली अनि त्यसपछि इफिसियन्सी अनि इफेक्टिभनेस भनेर 3E's भनेको है। 3E's भनेको चाहिँ त्यो कामको दोहोरोपना हटाएर शीघ्रता कायम गर्नको लागि, छिटो काम गर्नको लागि है। प्रोडक्टिभिटीमा जाउँ त, हामी त कार्यदक्षतामा छौँ। प्रोडक्टिभिटी भनेको कामको दोहोरोपना हटाउने अनि त्यसपछि गएर त्यसमा चाहिँ छिटोपना ल्याउने है। अनि कर्मचारीको कार्यबोझ घटाउने, सृजनात्मक काममा लगाउने कर्मचारीलाई। अब कर्मचारीले पुरानै ढङ्गबाट चाहिँ त्यो पोके फाइलिङ गरिरहनु परेन, कम्प्युटरमा फाइलिङ, कम्प्युटरमा चाहिँ डाटा राखिसकेपछि त के हुन्छ, क्लिक गर्ने बित्तिकै डाटा भेटिन्छ, कार्यबोझ घटिहाल्यो होइन, धुलो खानु परेन होइन, त्यो किसिमको कुरा। त्यो समयमा अब बाँकी समयमा चाहिँ उसलाई सृजनात्मक काममा लगाउन सकियो। सेवा प्रवाहको प्रक्रियालाई सरलीकरण गर्ने कुरा छँदैछ। मान्छे विभिन्न जिल्लाबाट चाहिँ आएको अथवा जिल्लाभित्र पनि विभिन्न ठाउँबाट आएको मान्छे दिनभरि लाइन लाग्नु पर्थ्यो भने अहिले कम्प्युटरमा हेर्ने बित्तिकै डाटा फेला पर्छ, त्यो हुने बित्तिकै कार्य प्रक्रिया सरलीकरण हुन्छ। त्यो कुरा कागजविहीन कार्यालयको अवधारणा कार्यान्वयन गर्नको लागि पनि भइहाल्यो होइन। हामी MIS को प्रयोग गर्ने बित्तिकै कागजलाई निरुत्साहित गर्न सक्छौँ होइन। स्रोत साधनको दुरुपयोग र चुहावट नियन्त्रण गर्नको लागि पनि MIS चाहिन्छ, हेर्नुहोस् त्यो किसिमको कुरा है। त्योलाई चाहिँ प्रोडक्टिभिटीको कुरामा लिएर गएर मैले जोडेँ है त त्यो कुरा। अब अभिलेख व्यवस्थापनमा MIS को भूमिका के? अभिलेख व्यवस्थापनमा यो चाहिँ अब अभिलेख व्यवस्थापनको पाटोमा जाँदाखेरि खोजेको बखत तुरुन्तै पाउने गरी अभिलेखलाई प्रभावकारी बनाउन केमा राख्ने? कम्प्युटरमा राख्ने, हार्ड ड्राइभमा राख्ने। मैले अघि भने नि त, अब तपाईँ सिडीमा राख्ने हो कि तपाईँले क्लाउड बेसमा राख्ने हो कि, त्यो कुरा। सूचनाको वर्गीकरण र फाइलिङलाई वैज्ञानिक बनाउने होइन, जस्तो प्रत्येक वर्षको फाइलिङ गर्ने हो कि, हिमाली पहाडी तराई भनेर छुट्याउने हो कि, 77वटा जिल्लाको छुट्याउने हो कि, जिल्लाभित्र पनि पालिका छुट्याउने हो कि, पालिकाभित्र पनि वडा पनि छुट्याउने हो कि, अथवा ABC छुट्याउने हो कि, त्यो किसिमको फाइलिङ तपाईँले ट्याक्कै के हुन्छ, साइन्टिफिक बनाउनु पर्यो। साइन्टिफिक बनाउनलाई MIS ले सहयोग गर्छ। डिजिटल स्टोरेज मार्फत भौतिक स्थानको बचत गर्न भनेपछि त एउटा कार्यालय भरि तपाईँको चाहिँ पोका राखेर फाइलिङ गरिन्थ्यो भने अहिले कम्प्युटरभित्र त के हुन्छ, तपाईँले जति गर्नुहोस् एउटा हार्ड ड्राइभ एक्स्ट्रा किन्दै भइगयो तपाईँको होइन। समय पनि खर्च भएन, स्थान पनि खर्च भएन, दराज किन्न नि परेन, हेर्नुहोस् होइन, भौतिक स्थानको बचत भयो। अभिलेखलाई प्राकृतिक प्रकोप र चोरीबाट सुरक्षित राख्नलाई होइन त, जस्तो अस्ति जेनजीकै आन्दोलनको बेलाको कुरा गर्ने हो भने विभिन्न जिल्लाहरूको चाहिँ मालपोत कार्यालय, सर्वोच्च अदालत लगायत अन्य अदालतहरू चाहिँ जल्यो। त्यो जल्दाखेरि त धेरै चाहिँ मिसिलहरू त गायब भए, तर मिसिलमा भएका विवरणहरू चाहिँ हामीले डिजिटलाइज गरेर राख्न सकेको भए त हेर्नुहोस् त केही फरक पर्थ्यो त, त्यसले केही गर्न सकिन्थ्यो। पुराना र ऐतिहासिक कागजातहरू डिजिटल संरक्षण गर्न सजिलो हुन्थ्यो हामीलाई, हो कि होइन? त्यो कुरा। फाइलिङ प्रणालीलाई अनुक्रमणिकासँग जोड्ने, इन्डेक्सिङसँग जोड्ने, सजिलो बनाउने हो कि। इन्डेक्सिङले चाहिँ के गर्छ त भन्दा सजिलो हिसाबले अभिलेखीकरण गर्न सजिलो गराउँछ है। इन्डेक्सिङलाई चाहिँ अनुक्रमणिका अथवा हामीले पञ्जिकाको हिसाबले पनि हामी भन्न सक्छौँ है, त्यो किसिमबाट पनि भन्न सक्छौँ। तपाईँले त्यसलाई चाहिँ के गर्न सक्नुहुन्छ त भन्दा सिधै त्यसलाई चाहिँ हामीले
के अरे अभिलेख व्यवस्थापनसँग जोडिदिन सक्नुहुन्छ होइन। त्यो किसिमबाट चाहिँ तपाईँहरूले सोच्नुपर्ने हुन्छ है, त्यो हिसाबले जानु पर्यो। अभिलेखको महत्त्वको आधारमा धुल्याउने वा राख्ने निर्णय गर्नको लागि पनि जस्तो मैले भनिहालेँ, सरकारी कागजात धुल्याउने नियमहरू हामीले पढेका छौँ होइन। के चाहिँ 1 वर्षभित्र राख्ने, के चाहिँ 10 वर्षसम्म राख्ने, के चाहिँ तपाईँले के अरे 20 वर्षसम्म राख्ने, के चाहिँ कहिले पनि नधुल्याउने हामीले पढेका छौँ नि त अघिल्लो टपिकमा पढायो नि त हामी है। याद छैन साथीहरू? सम्झनुहोस् है, सम्झनुहोस्। पढेको कुरा चाहिँ बिर्सिनु हुन्न सकेसम्म है, त्यो कुरा गर्नु पर्यो। भनिसके पछाडि त त्यसलाई चाहिँ तपाईँले जोड दिनु पर्यो है। अभिलेख व्यवस्थापनमा लाग्ने समय र लागत कटौती गर्नलाई पनि हामीलाई यो एमआइएसको चाहिँ महत्त्व हुँदो रहेछ, आवश्यकता हुँदो रहेछ है। यो कुरा मैले यति गरेँ है त साथीहरू। अब अर्को महत्त्व मैले केमा जोडेँ त भन्दाखेरि सञ्चार र समन्वयलाई जोडेँ। अब यहाँ हेर्नुहोस् त, सञ्चारको कुरा छ यहाँ है, सूचनाको कुरा छ, समन्वयको कुरा छ। सञ्चार र समन्वयको कुरा, सञ्चार है, सञ्चार र समन्वय। सङ्गठनभित्र पनि सञ्चार, बाहिर पनि सञ्चार, तर त्यसलाई प्रभावकारी सञ्चार सञ्जाल स्थापना गर्नलाई त्यो चाहिन्छ होइन। जस्तो एउटा जिल्लाबाट मन्त्रालयमा इमेल पठाउँदा बित्तिकै रिप्लाई आयो भने कति सहज भयो हेर्नुहोस् त, सञ्चार सञ्जाल भयो नि त त्यो कुरा। कर्मचारीहरू बिचको सम्बन्ध सुमधुर बनाउन, सूचनाको खाडल हटाउनलाई, एउटा शाखासँग भएको डाटा अर्को शाखाले नपाउने, त्यस्तो हुन्थ्यो नि त पहिला त फिजिकल हुँदाखेरि। अब अहिले सिधै सर्लक्कै अनलाइनबाटै पाइयो। विभिन्न विभागहरू र शाखाहरू बिच कार्यगत समन्वय कायम गर्नलाई, माथिल्लो र तल्लो तहबीच आदेश र प्रतिवेदनको सन्तुलन मिलाउनको लागि होइन। जिआइओएमएस को कुरा मैले अघि गरिसकेँ। जिआइओएमएस हुने बित्तिकै तपाईँको टिप्पणी कुन हाकिमकोमा पुग्यो भनेर हेर्न मिल्छ त्यहाँबाट है। तपाईँले पठाएको पत्र त्यो पुरानो के अरे पाउने कार्यालयले दर्ता गरेन त्यस्ता कुराहरू भने सबै कुरा हेर्न मिल्छ। अन्तर्निकाय समन्वय र डाटा सेयरिङलाई सहज बनाउनको लागि, जस्तै अहिले राष्ट्रिय परिचय पत्रको डाटा प्रयोग गरेर सिधै ब्याङ्क खाता खोल्ने अथवा ब्याङ्क खातामा लिङ्क गर्ने भनेपछि कति सहज भयो हेर्नुहोस् त, सहज भयो नि त त्यो कुरा। सङ्गठनका क्रियाकलापहरूको प्रचार प्रसार गर्नको लागि भिडियो कन्फरेन्स र इमेल मार्फत द्रुत सम्पर्क कायम गर्नु। अहिले हेर्नुहोस् त, तपाईँहरू उहाँ दूर दराजमा बसिरहनु भएको छ अथवा म कहिले काहीँ कार्यक्रममा हुँदाखेरि बाहिर भइरहेको हुन्छु, तर पनि तपाईँहरूसँग म जोडिन पाइरहेको छु। यो पनि त एउटा एक किसिमको चाहिँ के हो त भन्दा लोकसेवा नेटवर्कले अथवा नेटवर्क एजुकेसनल एकाडेमीले चाहिँ के गर्यो, हामीलाई एमआइएसको प्रयोग गरेर चाहिँ हामीलाई नजिक ल्याइदियो, त्यो किसिमको कुरा हुन्छ। सञ्चारमा हुने अस्पष्टता र भ्रमलाई न्यूनीकरण गर्नको लागि पनि हामीलाई एमआइएस चाहिन्छ भनेर हामीले भन्न सक्छौँ। अब यसलाई चाहिँ हामीले के भन्न सक्छौँ त भन्दाखेरि कार्यालय व्यवस्थापनको कुरा अथवा स्रोत साधनको परिचालनको कुरामा लान सक्छौँ। स्रोत साधन परिचालनको कुरा है, हेर्नुहोस् त। अब भ्रष्टाचार सुशासनको कुरा गर्न सक्नुहुन्छ है। मानव भौतिक र वित्तीय स्रोतको उच्चतम परिचालन गर्ने कुरा, हेर्नुहोस् त। कार्यालयमा भएका जति पनि मान्छे छन्, जति पनि भौतिक साधन छन्, जति पनि पैसा छ, त्यसको महत्तम परिचालन गर्ने, सकेसम्म त्यसबाट धेरै आउटपुट लिने, त्यो गराउनलाई एमआइएस चाहिन्छ। बजेट निर्माण, विनियोजन र खर्चको यथार्थ विवरण ट्र्याकमा राख्नको लागि, ट्र्याकिङ गर्नको लागि, हेर्नुहोस् त। जिन्सी सामानको मौताद अवस्थाको ट्र्याकिङ गर्ने, सबै यथार्थ विवरण भनेको ट्र्याकिङ त हो नि होइन। कति खर्च गर्यौँ, हामी कुन खालको चाहिँ प्रोग्रेसमा छौँ, त्यो कुरा। समय र श्रमको बचत गरी लागत न्यूनीकरण गर्ने कुरा है। समय र श्रमको बचत गर्ने भनेको के त भन्दाखेरि छोटो समयमा हामीले के गर्न सक्छौँ, धेरै डाटाहरू एनालाइसिस गर्न सक्छौँ, धेरै डाटाहरू पाउन सक्छौँ, त्यो कुरा। नयाँ कर्मचारीलाई सङ्गठन बुझ्न र कार्य गर्न सजिलो बनाउनलाई भनेको त्यसमा त के हुन्छ, इन्स्टिट्युसनल मेमोरी पनि हुन्छ, त्यो हिसाबले त्यो कुरा गर्न मिल्ने भयो भनेपछि मान्छेले नयाँ आउने बित्तिकै कार्यालयमा के भइरहेको छ, पहिला के गर्ने गरेको रहेछ सर्लकै थाहा हुन्छ। स्रोत साधनको हिनामिना र भ्रष्टाचार नियन्त्रण गर्नको लागि अब बजेट टोटल्ली के भयो, बजेट चाहिँ तपाईँको कार्यालयभित्रका सबै मान्छेलाई थाहा भयो भने हाकिमले मात्रै बजेट चलाउन पाउँछ र पाउँदैन नि त, त्यो किसिमको कुरा भयो। अथवा कार्यालयमा कहाँबाट के खालका चिठीहरू आएर छन् भनेर पहिल्यै कार्यालयमा थाहा भयो भने सबैले के त्यसको बारेमा जानकारी पाउने भयो होइन, त्यो कुरा। सम्पत्ति र दायित्वको अद्यावधिक स्थिति जानकारी गराउनको लागि, अनुगमन र मूल्याङ्कन कार्यालय नतिजामूलक बनाउनको लागि भनिसके पछाडि कार्यालय व्यवस्थापनको कुराहरूलाई ल्याएर तपाईँले यो व्यवस्थापन सूचना प्रणालीले यसरी हेल्प गर्छ भनेर लेख्नुपर्छ है। अब यसमा चाहिँ हामीले ई गभर्नेन्सको कुरा जोड्न सकिन्छ यसमा। अब ई गभर्नेन्सको कुरा है, विद्युतीय शासनद्वारा सुशासन प्रबन्धन गर्न। मैले नागरिकता प्रणाली भनिरहेको छु बारम्बार, त्यो ई गभर्नेन्स हो
अहिले तपाईँ प्यान कार्डको कुरा गर्नुहोस्, ई गभर्नेन्स हो है। नागरिक एपको कुरा गर्नुहोस्, त्यो ई गभर्नेन्स हो होइन। एमआइएस भनेका तिनै त हुन् नि होइन। एमआइएस हुनको लागि त ई गभर्नेन्स चाहिँदो रहेछ, त्यो किसिमको कुरा भयो है। सेवा प्रवाहमा नागरिक सहभागिता र पहुँच अभिवृद्धि गर्नको लागि होइन। जस्तो अहिले तपाईँले पुलिस रिपोर्ट मात्रै तपाईँले नागरिक एपमा राख्दाखेरि मान्छेलाई कति होलो भएको छ, मान्छे कति सहभागी भएको छन् हेर्नुहोस् त। प्यान बनाउनलाई मान्छे नागरिक एपबाट एप्लाई गर्नु मिल्छ, कति सहज छ मान्छे होइन। तपाईँले अहिले भोटिङ के अरे तपाईँले भोटिङ कहाँबाट गर्ने, तपाईँको पोलिङ सेन्टर कहाँ हो, मतदान केन्द्र भनेर तपाईँले ट्याक्कै मोबाइलमा नागरिक एपमा हेर्न सक्नुहुन्छ भनेपछि तपाईँलाई कति सहज भयो त्यसले। त्यो भनेको त शासन प्रक्रियामा मान्छेको अथवा नागरिकको सहभागिता बढेको हो नि त, एक्सेस बढ्यो नि त, त्यो कुरा है। गोपनीयता र पारदर्शिता बीच सन्तुलन कायम गर्नको लागि होइन, तपाईँको कति कुरा चाहिँ लुकाउनै पर्ने हुन्छ होइन। तपाईँले संविधानको धारा 27 जस्तो लाग्छ सूचनाको हक हेर्नुहोस् त एकचोटि, के कुरा गोपनीय राख्नुपर्छ भनेको छ। अनि कति कुरा पारदर्शी बनाउनुपर्छ, ओपननेस राख्ने भनेको अरू के कुरा चाहिँ ओपन गर्नुपर्छ भनेर पनि भनेको छ। भनिसके पछाडि त तपाईँ ती कुरा सन्तुलन कायम गर्नको लागि पनि एमआइएसमा सर्लको फिल्टर मात्रै गरिदिए भइहाल्यो होइन। त्यो कुरा सार्वजनिक सेवालाई छिटो सुलभ र गुणस्तरीय बनाउनलाई भइहाल्यो। नागरिक बडापत्र र गुनासो सुनवाईलाई प्रभावकारी बनाउन अहिले प्रत्येक अफिसका नागरिक बडापत्र क्युआरबाट हेर्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् त कति सहज भयो। मान्छे तपाईँले अहिले ट्याक्कै अनलाइनबाट गुनासो गर्न सक्नुहुन्छ होइन। त्यो कुरा छ नि त। त्यो कुरा सेवाग्राही सन्तुष्टि मापदण्ड पृष्ठपोषण लिनको लागि, फिडब्याक लिनको लागि, सर्वे गर्नको लागि त्यो कुरा छँदैछ। जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्नको लागि, अनि भ्रष्टाचार नियन्त्रण र सदाचार प्रबन्धनमा सहयोग पुर्याउनको लागि। हेर्नुहोस् त यो कुरा भ्रष्टाचार त यहाँ पनि जोडिएछ। हेर्नुहोस् है, धेरै कुरा दोहोरिन्छ है। तपाईँलाई यो स्वरूपबाट आयो भने के गर्ने भनेको है, मैले तपाईँलाई यो चाहिँ सहज बनाइदिएको, अथवा गुड गभर्नेन्सको कुरा आयो भने है, यो कुरा राखेर तपाईँले एमआइएसको महत्व, गुड गभर्नेन्स कायम गर्न एमआइएसको के कस्तो आवश्यकता छ भनेर क्वेसन गर्यो भने यस्ता कुरा गर्ने है नर्मल्ली। अब म लगभग लास्टमा आएँ त्यसको महत्वमा चाहिँ तपाईँको यो चाहिँ इन्टिग्रेटेड पोलिसीको रूपमा चाहिँ मैले यसलाई राखेको छु होइन। जस्तै विभिन्न स्रोतको सूचना केन्द्रीय डाटाबेसमा इन्टिग्रेटेड गराउनलाई इन्टिग्रेसनको रूपमा है। वान डोर पोलिसी, एउटै ढोकाबाट मान्छे छिरेपछि अर्को ढोकाबाट निस्किँदाखेरि सबै मान्छे उसको चाहिँ आवश्यकता पुरा होस्। जस्तो हामी भाटबडेनीमा गएपछि के गर्छौँ, भाटबडेनीमा गएपछि मेन गेटबाट भित्र छिरेपछि हामीलाई चाहिने जति सबै सामान त्यहीँ किन्छौँ नि त। त्यस्तै गरी सरकारको पनि सबै काम कारबाहीहरू, मान्छेलाई चाहिने काम कारबाहीहरू चाहिँ सबै सेवा प्रवाह जति चाहिँ एउटै बिल्डिङबाट भइदियो भने कति आनन्द हुन्छ। फर इक्जाम्पल तपाईँले उद्योग विभागभित्र भएको कतिजनालाई थाहा छ, उद्योग विभागमा वान स्टप सर्भिस सेन्टर भन्ने छ। त्यो भनेको विदेशबाट आउने लगानीकर्ता, वैदेशिक लगानीकर्ताहरूलाई चाहिँ विशेष गरी हामीले चाहिँ टार्गेट गरेर विदेशी लगानी ल्याउने उद्योगीहरूलाई चाहिँ सिधै एउटै ठाउँबाट इमिग्रेसनको पनि सर्भिस त्यहीँ दिन्छौँ हामी, भिजाको पनि प्रब्लम त्यहीँ सल्भ गरिदिन्छौँ, भन्सारको प्रब्लम पनि हामी त्यहीँ सल्भ गरिदिन्छौँ, अनि उद्योग दर्ता पनि त्यहीँ गरिदिन्छौँ, सबै कुरा त्यहीँ गरिदिन्छौँ के। त्यो कुरा वान डोर पोलिसीको कुरा, सेवा वितरण गर्ने कुरा। हेर्नुहोस् त, त्यो गर्नलाई एमआइएस चाहिन्छ नि त। अब इमिग्रेसनको पनि सिस्टम हुनु पर्यो, त्यहाँ जोडे हुनु पर्यो, भन्सारको कस्टमको आशी कुरा पनि त्यहीँ जोडिनु पर्यो होइन त, सबै कुरा छ नि त। त्यो कुरा है। सूचनामा एकाधिकार जमाउने प्रवृत्तिको अन्त्य गर्न, एकजनालाई मात्र थाहा हुनुहुन्न। अफिस भनेको वान म्यान आर्मीले कहिल्यै पनि अफिस चल्दैन। जसले म नभइकन अफिस चल्दैन भन्छ त्यो मान्छे भनेको एकदम भाइरसको रूपमा हुन्छ। हेर्नुहोस्, अफिसभित्रको सूचना चाहिँ, अफिसभित्रको तथ्याङ्कमा चाहिँ सबै मान्छेको एक्सेस हुनुपर्छ। तर अब हाइरार्कीले मेन्टेन गर्ने कुरा त छँदैछ, कतिसम्म सूचना उसलाई चाहिँ दिनुपर्ने भन्ने त भइहाल्छ। तर एकैजनासँग मात्रै सबै कुरा भयो भने त्यो चाहिँ के हुन्छ, ओभर क्राउडेड हुन्छ, एकजनामा मात्रै सीमित हुन्छ, त्यो मान्छे मोनोपोली हुन सक्छ। विभिन्न सफ्टवेयरहरू बीच अन्तर सम्बन्ध कायम गर्नलाई मैले अघि भनिहालेँ, तथ्याङ्कहरूको दोहोरो प्रविष्टि रोक्नको लागि होइन। डुप्लिकेसन भयो भने त के हुन्छ, डुप्लिकेसन हुने बित्तिकै एक ठाउँमा चाहिँ टार्गेटमा परेको ठाउँमा चाहिँ
एकदम सर्भिस थुप्रिन्छ। अब पिछडिएको क्षेत्रमा चाहिँ सर्भिस पुग्दैन, त्यो कुरा हुन्छ। सेवाग्राहीले एउटै बिन्दुबाट धेरै सेवा प्राप्त गर्ने वातावरण बनाउनलाई वान डोर पोलिसी भइहाल्यो। विभागीय संकीर्णता तोडेर एकीकृत कार्यालय शैली चाहिँ विकास गर्नको लागि भनेको मतलब अब डिपार्टमेन्टलिजम भन्छ। डिपार्टमेन्टलिजम भनेको चाहिँ यो काम मैले बाहेक अरूले गर्न हुँदैन भनेर चाहिँ त्यो किसिमको एकात्मकता शैली हो होइन। एकीकृत कार्य शैली भनेको लगभग यसले पनि त्यही वान डोर शैलीलाई अपनाउँछ। जस्तो उद्योग विभागमा त रासोको मान्छेले चाहिँ म रासो कार्यालयमै जान्छु भन्यो भने पाउँछ त, पाएन नि त। वान स्टप सर्भिस सेन्टर भएपछि त्यही काम गर्नु पर्यो। अनि व्यवस्थापनलाई सङ्गठनको बिग पिक्चर हेर्न सक्षम बनाउनको लागि पनि हामीलाई यो चाहिँ चाहिन्छ, एमआइएस चाहिन्छ भनेर हामीले एमआइएसको आवश्यकता र महत्त्वको कुरा चाहिँ हामीले गर्न सक्ने रहेछौँ साथीहरू। नेपालमा एमआइएसको प्रयोगको उदाहरणहरू भनेर मैले थोरै कुरा राखेको छु। अब तपाईँ धेरै कुरा खोज्न सक्नुहुन्छ है, यसमा चाहिँ तपाईँ धेरै कुरा खोज्न सक्नुहुन्छ। जस्तो पिआइएस मैले भने यसमा तपाईँलाई यो चाहिँ अब अलिकति इक्जाम्पलको रूपमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। pis.gov.np यो वेबसाइट हेर्नुभयो भने यो वेबसाइट हेर्दाखेरि चाहिँ तपाईँले के गर्नुहुन्छ त भन्दा यसभित्र चाहिँ कर्मचारीहरूको अभिलेख है कसरी राख्ने, के राख्ने भनेर चाहिँ तपाईँले दिन सक्नुहुन्छ है। अनि एफएमआइएस एलएमबिआइएस भनेको चाहिँ सरकारी आय व्यय र बजेट व्यवस्थापन गर्नको लागि चाहिँ एलएमबिआइएस भनेको लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम है। यसको फर्मुला के अरे फुल फर्म है, लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम। यो भनेको के सिस्टम रहेछ? बजेट बनाउने सिस्टम रहेछ। हेर्नुहोस् है, एफएमआइएस भनेको फाइनान्सियल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। त्यो भनेको रिपोर्ट जेनेरेट गर्ने एफएमआइएस भयो। तपाईँले सिग्यास त्यहीँ पढ्नुहुन्छ पछि अब। अनि त्यसपछि गएर टिएसए त्यहाँ छँदैछ, टिएसए सूत्र त्यहाँ पढ्नुहुन्छ, यी तल आइहाल्छ यहीँ होइन। त्यसपछि गएर अरू के हुन्छ, अहिले आइपिएफएमएस पढ्नुहुन्छ हो। धेरै कुराहरू चाहिँ तपाईँले एमआइएस का उदाहरण। सिग्यास भनेको कम्प्युटराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम। पछि तपाईँहरूलाई छुट्टै टपिकमा यहाँभन्दा पछाडि बजेटिङमा पढाउँछु, त्यही भएर मैले यसको फुल फर्म अहिले नभनेको। ट्रेजरी सिङ्गल एकाउन्ट भनेको तपाईँको बजेट एउटै कोषबाट चाहिँ खाताबाट खर्च गर्ने हिसाबले भनेको है। अनि सूत्र भनेको स्थानीय तहको लेखा र बजेट सब नेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन भनेको है। आइपिएफएमएस भनेको इन्टिग्रेटेड पब्लिक फाइनेन्स म्यानेजमेन्ट सिस्टम भनेको है। यो चाहिँ एकीकृत त्यो पिएफएम सिस्टम हो के, सार्वजनिक वित्त व्यवस्थापन सिस्टम हो, त्यो किसिमको कुरा। आसिकुडा भनेको भन्सार मालवस्तु जाँचपास र तथ्याङ्क, भन्सारबाट चाहिँ तथ्याङ्कहरूको प्रयोग गरी तपाईँको हार्मोनाइज सिस्टममा। जस्तो एउटा कुनै विद्युतीय सामान जस्तो ल्यापटपको तपाईँले चाहिँ कोडहरू जेनेरेट गरेर नेपालको भन्सार सिस्टममा भन्सार शुल्क कति लिने भनेर चाहिँ त्यहाँबाट अटोमेटिक रूपमा आउने सिस्टम हो त्यो चाहिँ है। मालवस्तु जाँच पास गरेर चाहिँ ल्याउने सिस्टम हो। इएमआइएस एजुकेसनल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, शैक्षिक तथ्याङ्कको कुरा। एचएमआइएस हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। नागरिक एप हेर्नुहोस्, एकीकृत सरकारी सेवा प्रवाह। अब लोकसेवाकै तपाईँले भन्न सक्नुहुन्छ, लोकसेवाको पिएससी अनलाइन हेर्नुहोस् त त्यो कुरा। अरू के हुन्छ तपाईँको, कति छन् एमआइएस को सिस्टम है। अहिले तपाईँको हेल्थ इन्सुरेन्सको कुरा छ हेर्नुहोस्, कति छन्। यो धेरै प्रकारमा हुन्छन् है तपाईँहरू एमआइएस का उदाहरणहरू भनेर। अब जस्तो मालपोतको कुरा गर्न सक्नुहुन्छ। अनि त्यसपछि गएर आरएमआइएस राजस्वको कुरा गर्न सक्नुहुन्छ, नागरिकताको प्रणालीको कुरा गर्न सक्नुहुन्छ, पासपोर्टको कुरा गर्न सक्नुहुन्छ। सबै अनलाइनमा छौँ हामी है, अहिले सबै एमआइएसमा छौँ त्यो कुरा है। अब भरपर्दो एमआइएस नहुँदा के असर पर्छ त? तपाईँले विश्वासिलो रूपमा चाहिँ एमआइएस को प्रयोग गर्नु भएन भने के समस्या हुन्छ है। अब यो पनि जान्नु पर्यो। नीति र योजना हजुवाको भरमा बन्ने खतरा हुन्छ। जस्तो अहिले हाम्रो नेपालमा
पोलिटिकल प्रणाली चाहिँ अस्थिर हुँदाखेरि यही समस्या भएको छ। हामीले गभर्मेन्ट सिस्टमको प्रयोग भन्दा पनि मान्छेको नेताको पावर पहुँचको आधारमा चाहिँ हामीले बजेटिङ गर्न थाल्यौँ अथवा नीति बनाउन थाल्यौँ। त्यो हिसाबले चाहिँ हाम्रो हचुवाको भरमा बन्दा के हुन्छ त? अब त्यसको प्रोडक्टिभिटी आउँदैन, निर्णय प्रक्रिया ढिलो हुन्छ, अवसरहरू गुम्न सक्छ होइन। भरपर्दो एमआइएस भएन भने के हुन्छ? डाटा फिल्टर गर्न सकिँदैन, निर्णय गर्न सकिँदैन। अनि त्यसपछि गएर कार्य सम्पादनमा मितव्ययिता र चाहिँ प्रभावकारिता हराउँछ होइन। एमआइएस नहुने बित्तिकै त के हुन्छ? पैसा पनि कस्ट पनि बढी लाग्छ। अनि त्यसपछि गएर त्यसको इफेक्टिभनेस पनि देखिँदैन होइन। अभिलेख खोज्न समय लाग्छ, धेरै समय लाग्छ, कागजात हराउन सक्छ, त्यो जोखिम हुन्छ, काम दोहोरोपना बढ्छ, स्रोतको दुरुपयोग हुन्छ। हेर्नुहोस् त कति सहज पोइन्टहरू छ। तपाईँले मिलाएर यसलाई चाहिँ लेख्नुपर्छ एक्जाममा, यसलाई ट्याक 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 सम्झिनुपर्छ है। अनि त्यस सरकारप्रति नागरिकको विश्वासमा कमी आउन सक्छ, पारदर्शिताको अभावमा भ्रष्टाचार बढ्न सक्छ, सङ्गठनको संस्थागत सम्झना कमजोर हुन सक्छ भनेर हामीले यस्ता कुरा गरेर चाहिँ हामीले एमआइएस नहुँदाका असरहरू यसरी भन्न सक्छौँ। समस्या तथा चुनौतीहरू भनेर मैले एउटैमा राखिदिएको छु होइन। यसलाई चाहिँ त्यही किसिमबाट चुनौती भनेको चाहिँ पोजिटिभली पनि लेख्न सकिन्छ। यो नहुनु चुनौती हो अथवा यो हुनु चुनौती हो भनेर हामीले लेखिन्छ नर्मल्ली है। जस्तो हार्डवेयर र सफ्टवेयर खरिदमा उच्च प्रारम्भिक लागत, जस्तो हाम्रो कम्प्युटर किन्दाखेरि हामीले पर्सनली किन्दा चाहिँ डिस्काउन्ट आउँछ, सरकारी भन्ने बित्तिकै तपाईँलाई कति गाह्रो छ हेर्नुहोस् त अहिले। त्यो हिसाबले चाहिँ त्यो प्रारम्भिक लागतको कुरा पनि, जस्तो सरकारले अहिले हामीले के गरेका छौँ, तपाईँको सरकारसँग नै तपाईँको कम्प्युटरमा चाहिँ अफिस चाहिँ क्र्याक भर्सन चलाउनु पर्छ हामीले है। कोड फाइल, एक्सेल फाइल, पावर पोइन्ट फाइल हामीले क्र्याक भर्सनमा चलायौँ भने त्यो कतिको चाहिँ क्रेडिबल हुन्छ त? हेर्नुहोस् त गाह्रो छ नि त, किनभने हामीले पैसा खर्च गर्नै सक्दैनौँ। हेर्नुहोस् त्यो समस्या हो होइन। दक्ष प्राविधिक जनशक्तिको अभाव हुनु, अब यो अभावसम्म चाहिँ समस्या हो। अब त्यो सँगसँगै ब्रेन ड्रेन पनि भयो। अब तिनीहरू जो अलि बढी जानेका दिमागहरू छन् ती दिमागहरू सबै के भयो त? अस्ट्रेलिया र अमेरिका गए, युरोपियन कन्ट्री गए। हेर्नुहोस् त त्यो हुनु चाहिँ चुनौती हो। हेर्नुहोस् फेरि हाम्रो तिनीहरूलाई टिकाइराख्नु चाहिँ चुनौती हो, फेरि नेपालमै राख्नु चाहिँ होइन। त्यो किसिमको कुरा। दुर्गम क्षेत्रमा विद्युत र इन्टरनेटको भरपर्दो पहुँच नहुनु। हेर्नुहोस् त अस्ति भर्खर तपाईँले सुन्नु भएको छैन, बजेटको के अरे असारको अन्तिमतिर चाहिँ कुन चाहिँ जिल्लाको चाहिँ एउटा स्थानीय तहको टोली नै के अरे ओटिपी आएन सूत्रको भनेर चाहिँ अर्को जिल्लामा पुगेको भने तपाईँले सुन्नु भएको थियो? सूत्रको ओटिपी नआएर सूत्रमा समस्या आयो, खर्च गर्न मिलेन होइन। स्थानीय तहको बजेट खर्च गर्न नमिलिसकेपछि त्यसमा चाहिँ प्रत्येक ट्रान्ज्याक्सनमा ओटिपी आउँछ मोबाइलमा। त्यो टावर नभएर ओटिपी आएन भनेर त्यो टिमै चाहिँ अर्को जिल्लामा गयो भनेर चाहिँ त्यहाँ समाचार बनेको थियो। डिजिटल डिभाइड र साक्षरताको कमी हुनु होइन। डिजिटल डिभाइड भनेको तपाईँको प्रविधि, उच्च प्रविधि प्रयोग गर्ने पनि छन् हामीसँग, प्रविधि नै प्रयोग नगर्ने मान्छे पनि छन्, त्यो किसिमको कुरा। कर्मचारीमा परम्परागत कार्यशैली नछोड्ने प्रवृत्ति हाबी हुनु, त्यो छँदैछ होइन। गलत डाटा प्रविष्टिले गलत निर्णय हुने जोखिम हुनु है। यो भनेको चाहिँ के भन्न खोजेको त भन्दाखेरि मान्छेले जस्तो चाह्यो त्यस्तै चाहिँ बनाइदिने भयो क्या। हेर्नुहोस् है, अब तपाईँलाई पोलिसी जस्तो बनाउनु छ नि, पोलिसी जस्तो बनाउनु छ तपाईँले त्यस्तै खालको चाहिँ डाटा हालिदिने भयो क्या मान्छेले। के गर्नुहुन्छ त्यस्तो बेलामा? हेर्नुहोस् त त्यो भनेको चाहिँ गलत डाटा दिने, गलत इनपुट गलत आउटपुट भनेको है। त्यो भनेको चाहिँ गार्बेज इन गार्बेज आउट भनेको है। त्यो भनेको चाहिँ गलत। त्यो चाहिँ के भयो त भन्दाखेरिमा हामीले डाटै गलत हालेपछि त त्यो डाटा त आउटपुट त गलत आउँछ नि त। मान्छेले गलत खालको पोलिसी बनाउनु छ भने पहिले के गर्ने भयो? म्यानिपुलेसन गर्ने भयो, डाटा म्यानिपुलेट गर्ने भयो। हेर्नुहोस् त त्यस्तो प्रवृत्ति छ क्या नेपालमा है। त्यो किसिमको कुरा। जस्तो सामाजिक सुरक्षा भत्तामा कोही कुरा गर्ने हो भने मान्छेले अहिले गलत किसिमबाट इन्टरप्रेट गरिदिने, एउटा अमुक राजनीतिक पार्टीलाई चाहिँ फाइदा हुने गरी चाहिँ त्यसको चाहिँ एनालाइसिस गरिदिने। हेर्नुहोस् है, त्यो किसिमको कुरा। सूचना प्रवाह गर्न हिचकिचाउने, लुकाउने प्रवृत्ति छ। सरकारी निकायहरूबीच डाटा सेयरिङको अभाव छ। एउटै सरकारी निकायले हेर्नुहोस् त पासपोर्टमा पनि हामीले फिङ्गरप्रिन्ट दिएका छौँ, अहिले हामीले के अरे राष्ट्रिय परिचय पत्रमा पनि फिङ्गरप्रिन्ट दिएका छौँ, अनि हामीले यातायात कार्यालयमा पनि फिङ्गरप्रिन्ट दिएका छौँ। छ नि त होइन? हेर्नुहोस् त गलत छ है यो कुरा चाहिँ। सेयरिङ गरेको भए त मान्छेले पटक पटक किन दिइरहनु पर्थ्यो र? त्यो कुरा है।
नेपालमा एमआइएसका समस्या चुनौतीको दोस्रो पार्टमा चाहिँ मैले साइबर सुरक्षाको जोखिम, ह्याकिङको भाइरसको कुरा मैले गरेँ अघि। लोकसेवा आयोगकै अनलाइन सिस्टम ह्याकिङ भयो होइन, पिएससी अनलाइन ह्याकिङ भयो, पासपोर्टको डाटा ह्याक भयो भनिन्छ, यातायातको त्यस्तै छ, सफ्टवेयर र हार्डवेयरको नियमित मर्मत सम्भार नगर्ने कुरा, नेपाली भाषा र फन्टहरू चाहिँ अब त्यसलाई स्ट्यान्डर्डाइज नगर्ने, मानकीकरण भनेको जस्तो नेपाली भाषाहरू नेपाली फन्टहरूलाई चाहिँ हामीले त्यो कम्प्युटर इनपुट गर्न सकेन, किनभने हामीले सफ्टवेयर किन्नै सक्दैनौँ। हेर्नुहोस् है साथीहरू, हामी त फ्री भर्सन चलाउँछौँ धेरै जसो, अथवा हामी ह्याक भर्सन चलाउँछौँ। हामीलाई त त्यस्तो पायो भने आहा पैसै तिर्नु परेन भन्ने हुन्छ। तर यो कुराले ठुलो सुरक्षा संवेदनशीलता ल्याउँछ है। त्यही कारणले चाहिँ हामीले अफिसियल नकिनेसम्म त्यस्ता कुराहरू इन्क्लुड हुँदैन त्यस्तो सफ्टवेयरहरूमा है। त्यो हुने बित्तिकै हामी अरूकोमा भर पर्नुपर्छ है। प्राविधिक गडबड भएमा सेवा नै ठप्प हुन्छ। अहिले पासपोर्टको हेर्नुहोस् सर्भर डाउन हुन्छ, यातायातको सर्भर डाउन हुन्छ, हेर्नुहोस् राष्ट्रिय परिचय पत्रको त सधैँ सर्भर डाउन, सूत्रको सधैँ सर्भर डाउन। गाह्रो छ नि त काम गर्नलाई है। अनि कानुनी आधारहरूको प्रभावकारी कार्यान्वयन हुँदैन कहिले पनि। डोनर ड्रिभन प्रणालीहरू छन् है, सबै डोनरले जे भन्यो त्यही गरिदिने, दाताहरूको निर्देशनमा चल्छौँ हामी। विभिन्न प्रणालीहरू बिच इन्टरओपरेबिलिटी भनेको इन्टरलिङ्केज भनेको है, इन्टरलिङ्केज भनेको इन्टरओपरेबिलिटी भनेको इन्टर अपरेसन भन्न खोजेको है। अपरेसन भनेको काम गर्ने हो होइन, त्यो किसिमको कुरा। बिचमा चाहिँ कनेक्सन गराउन सकियो भने धेरै राम्रो हुन्थ्यो। अघि मैले नागरिकता र पासपोर्ट अनि त्यसपछि राष्ट्रिय परिचय पत्रको कुरा गरे जस्तै डाटा ब्याकअप र डिजास्टर रिकभरी योजनाको अभाव हेर्नुहोस् है। त्यो हिसाबले हामीले समस्या र चुनौतीलाई यसरी हामीले प्रस्तुत गर्न सक्छौँ है। यो कुरा होइन त। यो भनेको तपाईँहरूलाई अङ्ग्रेजीमा सम्झनको लागि गलत इन गलत आउट भनेको गार्बेज इन गार्बेज आउट है। मैले अघि भनिहालेँ है त, यो कुरा है त। अनि त्यसपछि अब एमआइएसलाई कसरी प्रभावकारी बनाउने त भनेर मैले थोरै कुराहरू राखेको छु है त। एमआइएसलाई कसरी प्रभावकारी बनाउने त साथीहरू? प्रभावकारी बनाउनको लागि त पहिला त नीति चाहियो, रणनीति चाहियो, सूचना प्रविधि सम्बन्धी चाहिँ त्यो खालको पोलिसीहरू चाहियो। फर्स्टमा कानुन चाहियो, विद्युतीय कारोबार ऐनको कडाइको साथ कार्यान्वयन हुनु पर्यो। हामीसँग त छ नि त विद्युतीय कारोबार ऐन 2063 छ, त्यो किसिमको त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्यो है। त्यो 2063 को कानुन छ है त। दक्ष जनशक्ति उत्पादन र नियमित तालिमको व्यवस्था गर्नु पर्यो। पहिला त पढाउनु पर्यो नि त, हामीमै जनशक्ति बनाउनु पर्यो। जस्तै अहिले तपाईँहरूलाई इक्जाम्पल म भन्छु, नेपालमा रेलवे चलिरहेछ, तर रेलवेमा काम गर्ने जनशक्ति कहाँबाट आउँछन्? भारतबाट आउँछन्। हामीले खै त बनाउन सकेनौँ नि त। त्यस्तै एमआइएस चलाउनलाई पनि हामीलाई दक्ष जनशक्ति चाहिन्छ। त्यसको उत्पादन गर्नु पर्यो र तिनीहरूलाई नियमित रूपमा युटिलाइज गर्नलाई तिनीहरूलाई स्किल अप पनि गर्नु पर्यो। पर्याप्त बजेट विनियोजन र नियमित मर्मत सम्भार गर्नुपर्छ होइन। यो कस्टी छ। विद्युत इन्टरनेट जस्ता किसिमको चाहिँ वैकल्पिक ब्याकअप हुनुपर्छ। कर्मचारीको मनोवृत्तिमा टेक्नोलोजी फ्रेन्डली हुने गरी चाहिँ चेन्ज गर्नुपर्छ होइन। तथ्याङ्क प्रविष्टिमा शुद्धता चाहिन्छ। नियमित अनुगमन र प्रणालीको चाहिँ लेखा परीक्षण सिस्टम अडिट हुनुपर्छ है। केही कुरा कमजोरी छ कि भनेर रेगुलर चेकअप हुनुपर्छ है त। त्यस्तै तथ्याङ्कको सुरक्षा र गोपनीयताको बलियो प्रत्याभूति हुनुपर्छ। ह्याकिङको लागि चाहिँ के भन्छ नि, प्रिभेन्सन इज बेटर देन क्योर भन्छ। प्रिभेन्सन इज बेटर देन क्योर भनेको रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै के हो, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ भनेर पढ्नु भयो नि त पहिला हो। ह्याक हुनुभन्दा पहिला नै के गर्नु पर्यो? सुरक्षा र गोपनीयता प्रणाली बलियो बनाउनु पर्यो। डिजिटल नेपाल फ्रेमवर्कको चाहिँ अभियानलाई पुनः कार्यान्वयन गर्नु पर्यो होइन। डिजिटल नेपाल फ्रेमवर्क त तपाईँले सुन्नुभएकै छ। खुल्ला र पारदर्शी कार्य संस्कृतिको विकास गर्नु पर्यो। निकायगत समन्वय बढाई एकीकृत सूचना प्रणालीको विकास गर्नु पर्यो है। नेपाली युनिकोड र स्थानीय भाषाको प्रयोगलाई प्राथमिकता दिनु पर्यो होइन त। युनिकोड भनेको नेपाली युनिकोड भनेको जस्तो अहिले मैले अहिले यहाँ तपाईँलाई खुल्ला लेख्दाखेरि सर्लक्कै खुल्ला लेख्न पाउँछ नि त। पहिला के हुन्थ्यो? प्रितिफन्टमा लेख्दाखेरि हामीले त ब क म अनि त्यसपछि आकार अनि त्यसपछि न होइन, स अनि इकार अनि त्यसपछि प ओ ज भनेर पढ्या हो नि त टेक्स्ट होइन। अहिले यसरी पढ्नु पर्दैन। अहिले त सर्लक्कै के हुन्छ? नेपालीमा ट्याक 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 लेख्न सकिन्छ होइन त। त्यो हिसाबले
युनिकोड भनेको चाहिँ त्यो कम्प्युटरले सिधै रिड गर्न सक्ने कोड है। पहिला चाहिँ ब भनेको ए थियो, क भनेको एस थियो, डी एफ होइन त, जी एच अनि जे के एल सेमिकोलन यसरी कण्ठ गरेको। तपाईँहरूले अहिले कण्ठ गर्नु पर्दैन है साथीहरू, यसरी सिधै नेपाली पढ्न नेपालीमा इनपुट हुन्छ। त्यसपछि नागरिकको डिजिटल साक्षरता अभिवृद्धि गर्नु पर्यो, पुरानो अभिलेखलाई डिजिटल साइन गरेर सुरक्षित राख्नु पर्यो, समय सापेक्ष र नतिजामूलक प्रविधिको छनौट गर्नु पर्यो। एकदम जेनरलाइज कुरा छ, तर यो चाहिँ इक्जामको लागि एकदम इम्पोर्टेन्ट टपिक हो है साथीहरू। केही कुरा छ भने साथीहरूको क्वेसन म हेर्छु। अब मैले आजलाई दिने चाहिँ कुरा यति हो, म क्वेसन हेर्छु है त, एकछिन है त साथीहरूको केही कुरा छ कि यहाँ म हेरेँ है त। नेपालमा व्यवस्थापन प्रणाली अवलम्बन गरेका क्षेत्रहरू भनेको छ भनिहालेँ मैले है, तपाईँले सुरुमै सोध्नु भएको छ, मैले भनिहालेँ सबै क्षेत्रमा तपाईँहरूले पाउनुहुन्छ। जस्तै ब्याङ्किङ क्षेत्र पनि अब कसरी डिभाइड गर्नुहुन्छ त्यसमा है, सुरक्षाको क्षेत्रमा भन्नुहुन्छ भने सुरक्षाको क्षेत्रमा प्रहरी किताबखाना छ, अनि त्यसपछि गएर आर्मीको आफ्नै अभिलेख सिस्टम छ होइन। त्यो कुरादेखि लिएर तपाईँले चाहिँ ब्याङ्किङ सेक्टरको कुरा गर्न सक्नुहुन्छ, अथवा आर्थिक क्षेत्र वित्तीय क्षेत्र भनेर छुट्याउन सक्नुहुन्छ, अथवा सामाजिक सुरक्षाको क्षेत्र भनेर छुट्याउन सक्नुहुन्छ। विभिन्न क्षेत्रमा तपाईँले निजामतीको प्रशासन क्षेत्रमा भन्न सक्नुहुन्छ, त्यो किसिमबाट गर्न सक्नुहुन्छ है। इकोनोमी भनेर भनिदिनु भएको छ, ठिक छ, मैले पछि भनिहालेँ इकोनोमिकल्ली बनाउने भनेको, मितव्ययी भनेको इकोनोमिकल्ली भनेको है। सर एमआइएस र इ गभर्नेन्स बिचको फरक भनिदिनु न भन्नुभएको छ। इ गभर्नेन्स भनेको चाहिँ सोलो डोलो ठुलो फर्मेट भयो, एमआइएस भनेको चाहिँ त्यो भित्रको एउटा सानो अङ्ग है। एमआइएस भनेको कम्प्युटर प्रणाली मात्रै भयो होइन। इ गभर्नेन्स भनेको चाहिँ टोटल्ली सेवा प्रवाह गर्ने सम्मको क्षेत्र है, सेवा प्रवाह गर्ने कुरा, जस्तो जनताले एप्लाई गर्ने, अनि त्यसपछि गएर हामीले हेर्ने, अनि हामीले हेरेर दिने कि मिल्ने कि नमिल्ने भन्ने कुरा चाहिँ त्यो प्रोसेसिङको पाटोमा चाहिँ एमआइएस आयो होइन। अब इ गभर्नेन्स भनेको चाहिँ टोटल्ली कुरा भयो है त्यो कुरा। एमआइएसको आवश्यकता र महत्त्व सोधेमा जाँचमा सँगसँगै लेख्ने हो सर, एकदम तपाईँले अब क्याटेगोरी छुट्याउन सक्नुहुन्छ, क्याटेगोरी छुट्याएर लेख्ने होइन भने एकै ठाउँमा फुल सेन्टेन्समा लेख्ने, फुल सेन्टेन्समा है, एकदम छोटो वर्ड नलेख्ने, जाँचमा लेख्दाखेरि इनफ बुलेटिङ लामो लामो बुलेटिङ बनाएर लेख्ने। क्युआर स्क्यान गरेर कसरी हेर्ने भन्नुभएको छ, तपाईँले ट्याक्क क्यामेरामा चाहिँ क्युआर स्क्यानर हाल्नु भएको छ भने, क्युआर स्क्यानर हाल्नुभयो भने क्युआर आउने बित्तिकै तपाईँको क्युआरबाट के आउँछ भनेर रिड गर्न दिन्छ के। अब आइफोन छ भने सर्लक्कै क्यामेरा एप्लिकेसनबाट हेर्न मिल्छ, नत्र भने एन्ड्रोइडमा एउटा एप्लिकेसन हुन्छ क्युआर कोड रिडर भन्ने, त्योबाट तपाईँले ट्याक्क क्युआर हेर्ने बित्तिकै, त्यो स्क्यान गर्ने बित्तिकै, त्यो खोलेर स्क्यान गर्ने बित्तिकै त्यो भित्र के छ हेर्न मिल्छ। एमआइएसको आवश्यकता र महत्त्व के छ उदाहरणसहित लेख्नुहोस्। मैले भनिहालेँ कति थरीमा लेखेँ मैले, हेर्नुहोस् त धेरै कुरामा लेखेँ नि त मैले त। एमआइएसको महत्त्व भनेको केमा लेखेँ त, अभिलेख व्यवस्थापनमा महत्त्व लेखेको छु, अनि उत्पादकत्व कसरी बढाउने त्यसको पनि महत्त्व लेखेको छु, नीति निर्माण र निर्णय प्रक्रियामा के कुराले हेर्छ त्यो पनि महत्त्व लेखेको छु, धेरै कुरा लेखेको छु है। त्यही कुरा तपाईँले हेरिहाल्नुहुन्छ। यत्रो सब लेख्ने कि मिलाएर लेख्ने, मार्क्स अनुसार लेख्ने है। मैले त तपाईँहरूलाई समुद्र जस्तै दिने हो, तपाईँहरूले कति लिने तपाईँहरूको हातमा छ होइन। मैले सकेसम्म तपाईँहरूलाई अरू किताब खोज्न नपर्ने गरी दिएको छु, तपाईँहरूले त्यसलाई चाहिँ मिलाएर। अब 5 नम्बरमा क्वेसन आउँछ भने तपाईँहरूले 7-8वटा बुलेटमा ट्याक ट्याक फुल सेन्टेन्स बुलेट लेख्नुभयो भने 7-8वटा लेखेर तपाईँले ट्याक्क त्यसलाई चाहिँ मजाले क्लोजिङ र ओपनिङ गरेर गर्नुभयो भने लगभग मिल्छ। अथवा होइन 5लाई 2 बुलेटको दरले लेख्छु, 1 नम्बरलाई भन्नु भने 10वटा बुलेट लेखे पुग्छ होइन, त्यो किसिमबाट लेख्नुपर्छ है। आरएमएएस भनेको चाहिँ रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो। त्यो भनेको राजस्व व्यवस्थापन सूचना प्रणाली, सरकारको राजस्व आउने प्रणाली है। डिजिटल डिभाइड भनेको के हो सर भन्नुभएको छ। डिजिटल डिभाइड भनेको धनी र गरिब भने जस्तै डिजिटल्ली धनी गरिबको बिचको खाडल हो क्या। कोही चाहिँ डिजिटल्ली एकदम स्ट्रङ हुन्छन् होइन, कोही चाहिँ एकदम के हुन्छन् डिजिटलको हिसाबले चाहिँ के हुन्छन् कमजोर हुन्छन्। त्यो हिसाबले डिजिटल डिभाइड भनेको चाहिँ त्यो हो है। डिजिटल डिभाइड भनेको डिजिटल्ली एक्सपर्ट अथवा डिजिटल्ली स्ट्रङ र डिजिटल्ली पुवर बिचको चाहिँ ग्याप भनेको है। जस्तो गाउँमा हाम्रो बुवा मम्मीले बल्ल 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 के छ हरियोले उठाउने रातोले काट्ने भनेर पढ्नु जान्नु भएको बल्ल बल्ल फोनमा। अहिले तपाईँहरू सिधै फेसबुक चलाएर बस्नुहुन्छ कि कसो, त्यही कुरा हो है त कुरा है। त्यति कुरा बुझ्नु पर्यो तपाईँहरूले।
लास्टमा सम्बन्धित क्वेसनमा भयो अझै राम्रो हुन्थ्यो सर भन्नुभएको छ। ल ठिक छ, भोलिबाट म एउटा क्वेसन र एउटा आन्सर पनि राख्छु। थ्याङ्क यू भेरी मच है, त्यो चाहिँ मलाई फिडब्याक दिनुभयो, एकदम म एप्रिसिएट गर्छु। निड र इम्पोर्टेन्स एकै हो भन्नुभएको छ, एकदम एउटै हो। आवश्यकता भन्यो भने के गर्न आवश्यक छ त्यो लेख्ने, महत्त्व भन्यो भने यो गर्नाले यसको महत्त्व छ भनेर लेख्ने है, त्यो कुरा लेख्ने। एमआइएस ट्रेनिङ दिन्छ त कर्मचारीहरूलाई? दिन्छ। तपाईँहरूले तपाईँको कुन ठाउँमा तपाईँ पोस्टिङ हुनुहुन्छ त्यो पोस्टिङ हेरेर तपाईँहरूलाई, जस्तो राजस्वको लागि राजस्वकै व्यवस्थापन सूचना प्रणाली आरएमएस छ, त्यसको ट्रेनिङ दिन्छ। तपाईँ लेखामा आउनुभयो भने सिग्यास टिएसए त्यो चलाउन ट्रेनिङ दिन्छ है, त्यो कुरा हुन्छ। सूत्रको पुरा नाम भन्नुभएको छ सब नेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन। म बजेट पढाउँदाखेरि त्यो भन्छु ल, बजेटको क्लासमा म त्यसको टोटल तपाईँहरूलाई 5 नम्बरमा क्वेसन आउन सक्छ पछि, त्यही भएर म त्यति बेलै भन्छु तपाईँहरूलाई है। नआत्तिकन बस्नु होला, टेन्सन नमान्नु होला। ल हुन्छ साथीहरू, आज मैले लगभग यति नै गरेर टुङ्ग्याएँ। साथीहरूलाई धेरै धेरै धन्यवाद, धैर्यतापूर्वक सुनिदिनु भयो। एकदम सफलताको शुभकामना है त। भोलि भेटौँला है, हस्, थ्याङ्क यू।